हजुर नमस्कार सम्पूर्णमा हजुर फेरि पनि तपाईँहरू समक्ष हामी कुराकानीको परिवार उपस्थित भइसकेका छौँ र आज यहाँ हाम्रो जुममा डाइरेक्टली जोइन हुनु सम्पूर्णलाई पनि स्वागत र विशेष धन्यवाद दिँदै आजको कुराकानी हामी अगाडि बढाउन चाहन्छौँ। हाम्रो कुराकानीको आज यो 139औँ श्रृङ्खलामा पुग्दा हामी प्राय जस्तो यस कुराकानीमा स्वास्थ्य क्षेत्रको कुराहरू गर्ने गर्छौँ, जानकारी साथसाथै छलफल गर्ने गर्दछौँ। यद्यपि आजको कुराकानीको श्रृङ्खला चाहिँ विशेष रहेको छ र आज हामी जुन चाहिँ हाम्रो हरेक दिनको दिनचर्यामा घटिराख्ने घटना, जुन हाम्रो एउटा संवाद गर्ने अथवा कम्युनिकेसनको बारेमा चाहिँ हामी छलफल गर्नेछौँ र यो कम्युनिकेसन भनेको के हो र यो स्पेसली हाम्रो भर्बल कम्युनिकेसनको महत्त्व हाम्रो जीवनमा र आफ्नो जीवनयापन गर्न र एउटा सम्बन्ध बनाउनको लागि कतिको महत्त्वपूर्ण हुन्छ भन्ने विषयमा चाहिँ आज हामी माझ प्रमुख वक्ताको रूपमा कन्सल्टेन्ट साइकाट्रिस्ट ओल्ड एजको साइकाट्रिस्ट डाक्टर देवमन गुरुङज्यू हुनुहुन्छ र उहाँको विशेष नेतृत्व अथवा विशेष उहाँको जानकारी लिएर चाहिँ हामी आज कुराकानी गर्नेछौँ। आउनुहोस् सम्पूर्ण यो कुराकानीमा जोडिएर केही नयाँ जानकारीमूलक कुराहरू लिनुहोस् भन्न चाहन्छु र यदि तपाईँहरूले फेसबुकबाट हेर्नुभएको छ भने कृपया सेयर गर्नुहोला, आफ्नो साथीभाइ छरछिमेक र आफन्तजनमा सेयर गरिदिनु पनि अनुरोध गर्दै आजको कुराकानीलाई अगाडि बढिदिनु हुनको लागि हाम्रो प्रमुख वक्ता डाक्टर देवमन गुरुङज्यूलाई अनुरोध गर्न चाहन्छु। हस्त धन्यवाद। धन्यवाद भाइ, सबैलाई नमस्कार। म चाहिँ डाक्टर देवमन गुरुङ, म चाहिँ युकेमा चाहिँ कन्सल्टेन्ट साइकेट्रिस्ट भएर कार्यरत गरिरहेको छु। सो आजको प्रेजेन्टेसन चाहिँ कम्युनिकेसन संवादमा छ। मेरो लगभग 10 स्लाइडको प्रेजेन्टेसन छ, तर आजको प्रेजेन्टेसन चाहिँ अर्कै तरिकाले गरौँ भनेर चाहिँ मेरो चाहिँ इच्छा छ है। सो म स्लाइड चाहिँ सेयर गर्छु है। र यो प्रेजेन्टेसनमा चाहिँ हामीले एक्सर्साइज गरेको जस्तै हामीले भर्बल कम्युनिकेसन पनि प्र्याक्टिस गर्नेछौँ र यसले गर्दाखेरि चाहिँ हुन्छ नि, यहाँ सुन्नुभएको सम्पूर्ण यहाँ उपस्थित भएकोले प्लिज यो प्रेजेन्टेसन सकेपछि पनि प्लिज यो रेकर्ड गरेर प्री रेकर्ड हेर्नु होला। यसले गर्दाखेरि पनि यो मैले केही स्किल्सहरू चाहिँ तपाईँकोमा चाहिँ म आज प्रस्तुत गर्नेछु। त्यसले गर्दाखेरि चाहिँ प्र्याक्टिस गर्न चाहिँ धेरै जरुरी हुन्छ। सुनेर मात्रै हुँदैन, प्र्याक्टिस पनि गर्न महत्त्वपूर्ण हुन्छ है। सो मेरो स्लाइड देखिरहेछ भाइ? अनि है। सो सर्वप्रथम त यो कम्युनिकेसन स्किल्स प्रेजेन्टेसन मैले किन गरेको भने चाहिँ पहिलो सुरु क्वेसन त किन भनेर आउँछ है। यसको एन्सर दिँदाखेरि चाहिँ म चाहिँ पहिला नेपालमा चाहिँ मेडिकल चाहिँ मेरो ट्रेन भएको थियो। अनि पछि युकेमा आउँदाखेरि चाहिँ मलाई थाहा थिएन कि युकेमा चाहिँ हामी एउटा डक्टर भएर पनि हाम्रो कम्युनिकेसन जाँच पनि लिँदो रहेछ। त्यसलाई चाहिँ हामी प्लाप 2 भनिन्छ। त्यसको साथसाथै एउटा आइएलटिएस एक्जाम पनि लिँदो रहेछ कि। त्यो भन्दाखेरि चाहिँ हामीले चाहिँ कसरी चाहिँ आफूलाई हुन्छ नि बोल्न सक्ने, प्रेजेन्ट गर्न सक्ने भनेर त्यो त्यो क्षमता पनि हामीलाई टेस्ट गर्दो रहेछ। हामीले नेपालमा हुँदाखेरि चाहिँ नेपालको शिक्षा चाहिँ मैले चाहिँ के महसुस गरेँ भने चाहिँ हाम्रो नेपालको शिक्षामा चाहिँ धेरै जसो चाहिँ हामीले चाहिँ भूखण्डे विद्या हुन्छ। जति पढ्यो त्यसलाई मेमोराइज गर्यो र जति बोल्नु सक्यो त्यसलाई हामीले छाप्नु सक्यो भने चाहिँ त्यस्तो विद्यार्थीहरूलाई चाहिँ हामीले चाहिँ हुन्छ नि राम्रो विद्यार्थी भनेर गनिँदो रहेछ। तर युकेमा आएर चाहिँ एउटा कुरा चाहिँ मैले के सिकेँ भने चाहिँ हामीले जानेर मात्रै पुग्दैन रहेछ क्या। हामीले हामीले जानेको छु भनेर देखाउनु पनि जरुरी हुन्छ। र त्यो सँगसँगै मैले अहिलेको यो नयाँ जेनेरेसनमा के महसुस गरेछु भने हामी पनि हुन्छ नि योबाट अछुत चाहिँ भएको छैन। जस्तै हामी भन्दाखेरि हाम्रो आउने जेनेरेसनहरू चाहिँ जहिले पनि मोबाइलमा हुन्छ। हामीले अरूसँग बोल्दाखेरि पनि हामी टेक्स्ट मेसेजहरू गर्छ। अहिले चाहिँ मैले के महसुस गरेछु भने हामी हुन्छ नि धेरै बोल्नबाट चाहिँ अलिकति हिचकिचाउँछ। मैले धेरैजना भाइ बहिनीहरू जस्तै हुन्छ नि, अब कोही भेट गर्दाखेरि उहाँहरू चाहिँ यो टेक्स्ट मेसेज गर्दाखेरि चाहिँ धेरै
छ नि सजिलो महसुस गर्छ र कोही कोही बेला त्यही मान्छेहरूसँग मैले भेट्दाखेरि चाहिँ उनीहरू यस्तो हुन्छ नि अगाडि आएर बोल्न पनि अप्ठ्यारो मान्दो रहेछ क्या बोल्न पनि सक्दैन आफ्नोमा लागेको कुराहरूलाई खुलस्त रूपमा भन्न पनि सक्दैन त्यो पनि मैले महसुस गरेँ र अहिले म हाल एउटा कन्सल्टेन्ट साइकाट्री सँगसँगै म एउटा युनिभर्सिटीमा पनि पढाउँछु र यो पाठ्यक्रममा हाम्रो पाठ्यक्रममा चाहिँ कस्तो हुन्छ भने म मेडिकल कलेजमा नर्सिङ कलेजहरूमा पनि यो कम्युनिकेसनहरू कसरी आफूलाई व्यक्त गर्ने के कुराहरू चाहिँ हामीले व्यक्त गर्दाखेरि स्पेसली यो भर्बल कम्युनिकेसनमा चाहिँ चाहिन्छ भनेर चाहिँ त्यो कुराहरू चाहिँ म चाहिँ पढाउँछु है र यो गर्नुभन्दा अगाडि चाहिँ यो म हुन्छ नि मेरो आजको यो टपिकमा जानुभन्दा अगाडि चाहिँ अलिकति एउटा इन्ट्रेस्टिङ एक्सपेरिमेन्ट पनि गर्न चाहन्छु क्या है सो यसको लागि चाहिँ मलाई सुषमा दिदी विशाल भाइ र यहाँ उपस्थित भएको केहीहरूको मलाई हुन्छ नि मद्दत पनि चाहिन्छ है सो अहिले चाहिँ म एउटा म्युजिक सुनाउँछु है र तपाईँहरूले चाहिँ यो म्युजिकबाट चाहिँ हुन्छ नि तपाईँलाई चाहिँ यो म्युजिकले चाहिँ के भन्नु कोसिस गरेको रहेछ भनेर चाहिँ हुन्छ नि गेस गर्नुपर्ने हुन्छ है सो ओके सो यो म्युजिकबाट चाहिँ तपाईँलाई के जस्तो लाग्यो होला सुषमा दिदी यो म्युजिक सुनेर चाहिँ म्युजिक नै सुनिएन पहिलो कुरा फेरि म सुनाइदिन्छु है एकचोटि एकछिन है ओके ए म त के अरे एक्सर्साइज नै म्युजिकै नसुन्ने होला नि सोध्ने होला भनिरहेको म म्युजिक चाहिँ सुनाउँछु कि अनि यो म्युजिकबाट चाहिँ तपाईँलाई चाहिँ कस्तो लाग्यो भनेर चाहिँ हुन्छ नि व्यक्त गर्नुहोस् है हुन्छ हजुर चाहिँ सुनिँदैन म्युजिक एकछिन म्युजिक सुनेन म त्यसो भए चाहिँ एकछिन है सुन्नुभयो सुनिएको छैन साउन्ड सुन्नु भएन उम्, ओके एकचोटि फेरि ट्राई गरौँ है त्यो सुन्नुभएको छ हजुरले सुन्नुभयो ओके किन सुनेन त्यो फेरि माइकमा युट्युबमा छ भने नत्र डाइरेक्ट युट्युबबाट सेयर गर्नु न भइहाल्छ नि ओके सो यो म्युजिक सुनाउनुको तात्पर्य चाहिँ के कस्तो होइन भने नसुने नि म भनौँ म सुनाम हजुर के अरे म्युजिकको बारेमा म बताइदिउँ हजुर 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 भन्नु नि मैले अनुभव गरेको कि हजुर भन्- सुन्नुहोस् न। के अरे उम्, यसमा म्युजिक सुन्न साथ कस्तो हुन्छ भनेदेखि मान्छेलाई एकदम अनि फुर्ती आउँछ एनर्जी आउँछ कि जब हजुर मलाई त म्युजिक गीतको म्युजिक आयो भनेदेखि खुट्टा चल्न मन लाग्छ अनि नाच्न एकदम मन लाग्छ अनि हजुर यहाँ यो डान्स क्लास चाहिँ अहिले एम्पायरमा मङ्गलबारे पछि गरेछ नि हजुर त्यो हजुर सुरुमा कसरी भयो भन्दाखेरि यहाँ अब हामीहरू भर्खरै नेपालबाट आयो अनि हाम्रो छोराछोरीहरू नेपालमा हुने अब बाबा आमा मात्रै यहीँ हुने अनि यहाँको गोराहरूले देख्यो अरे कि नेपाली बाबा आमाहरू एकदम के अरे स्याड भएको देख्यो अरे कि अनुहारहरू फ्रेस एकदम हाँसी खुसी भएको देखेन अरे अनि हजुर त्यो उहाँ फार्म रुममा मद्दतसम्मले चलाउने क्याप्टेन हरिबहादुर दाईहरूसँग सोधेर होइन यो नेपाली बराबरीहरू किन हो एकदम उनीहरूको फेसहरू एकदम आँधेरो स्याड खालको देख्छ हाँसी खुसी देख्दैन भनेर सोधे रहेछ रे अनि उनीहरूको परिवारहरू छोराछोरी नेपालमा छ बराबरी यहाँ छ त्यही भएर के अरे यहाँ तिनीहरूलाई त्यस्तो भएको भनेर अनि उनीहरूले कसरी खुसी राख्न सक्छ त नि भन्दाखेरि त्यो हरिबहादुर दाईले यसो सोच्दाखेरि एउटा डान्स क्लास एउटा बाजा
किनेर अनि नाचगान गर्यो भने दिदीबहिनीहरू पनि भेट हुने अनि हजुर त्यसमा फेरि एकदम मनको घरमा परिवारमा शोभा दिदी काटिनु भयो उम्, ओके तपाईँको कन्टिन्यू गर्नु। ए सो यो मैले म्युजिकको बारे चाहिँ किन भने सरी हो त नेट उसो अनि चिन्ता भयो भने त्यो म्युजिक सुनेपछि त्यो चिन्ता पनि सबै तपाईँले तपाईँको हराउँछ काटिएको कस्तो छ माइन्ड डक्टर फ्रेस देवमानले हुन्छ कन्टिन्यू गर्नु ओके सो मैले हजुर यो म्युजिकको बारे चाहिँ किन कुरा गरेको भने कोही बेला हामीले कुनै पनि कुरा हुन्छ नि व्यक्त गर्नका लागि कोही बेला हामीले शब्दहरू पनि चाहिँदैन क्या कोही बेला म्युजिकले कोही बेला स्याड म्युजिकले मान्छेलाई कस्तो फिल भएको छ भनेर थाहा हुन्छ कोही बेला हुन्छ नि डिस्कोमा जाँदाखेरि टेम्पोहरू हाई हुन्छ नि ढुक 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 हुन्छ है त्यो म्युजिकबाट पनि मान्छेले कम्युनिकेट गर्छ क्या सो शब्दसँगै हामीले हुन्छ नि शब्दलाई पनि यो म्युजिक न त यो तालसँगै मिलाउनु पर्छ र फ्रिक्वेन्सीहरू चाहिँ हुनु पर्दो रहेछ है सो ओके यो टेबलमा मैले चाहिँ हुन्छ नि हामीले किन कम्युनिकेट गर्छ भनेर चाहिँ हुन्छ नि एउटा मात्रै रिजन हुँदैन क्या डिफ्रेन्ट धेरै प्रकारको रिजन हुन्छ तपाईँले यो हुन्छ नि यो चार्टमा राखेकोमा यहाँ कुनै पनि कुरा मिस भएको छ कम्युनिकेसनको लागि हामीलाई कम्युनिकेसन गर्न किन जरुरी छ भने हामीलाई हुन्छ नि कोही बेला हामीलाई हुन्छ नि कुनै पनि चिजमा हुन्छ नि सहमति छ कि छैन त्यो गर्नको लागि पनि चाहिन्छ कम्युनिकेसन भनेको कुनै पनि समस्या पर्दाखेरि कुरा गर्न कुरा गर्नको लागि पनि चाहिन्छ है हामीलाई कोही बेला कथा भन्नको लागि पनि चाहिन्छ सो यो कुराबाट हेर्दाखेरि तपाईँले चाहिँ के पाउनुभयो होला के प्रतिक्रिया छ होला विशाल भाइ तिम्रो के विचार छ कि हामीलाई कम्युनिकेसन त्यत्तिकै चाहिने रहेछ कि रहेन रहेछ हजुर अब कम्युनिकेसन त हाम्रो हरेक लाइफमा जे गर्न पनि चाहिने जस्तै भयो यदि अर्को अर्को व्यक्तिसँग व्यक्ति छ भन्ने भनौँ न हामी अब हजुर एज अ सोसियल बिइङ आफ्नो एउटा रिलेसनसिप गर्नको लागि बनाउनको लागि पनि अनि अँ, आफ्नो अब केही कुराहरू सहयोग गर्नको लागि जे गर्न पनि कम्युनिकेसन चाहिँ चाहियो बिट अब भाषा नबुझे पनि अब साइन ल्याङ्ग्वेजले पनि हामी कम्युनिकेट उम्, गर्न सक्छौँ के अरे त्यो भएको भएर अँ, यहाँ यहाँ चाहिँ जस हजुर धेरै कुराहरू मेन्सन गरिएको छ लगभग सबै कुराहरू अटेको छ होला यहाँ सल्भ प्रब्लम आक्स क्वेसन्स देखिहाल्यो अँ। सो हजुर रिलेसनसिपको लागि पनि चाहिन्छ तर हामी मैले आजभोलि चाहिँ एउटा कुरा चाहिँ देखेको छु कि यो कम्युनिकेसनमा कोही बेला हामी यो डिफिकल्ट कन्भर्सेसन च्यालेन्जिङ कन्भर्सेसन गर्नको लागि चाहिँ अलिकति हिचकिचाउँछौँ क्या अब सुषमा दिदी पनि अब मेन्टल हेल्थ नर्समै काम गर्नुहुन्छ नि होइन तपाईँले यो के पाउनु भएको छ दिदी हुन्छ नि कोही बेला हामीले कम्युनिकेट गर्दा स्पेसली हाम्रो फ्यामिलीमा पनि हुन्छ नि कम्युनिकेट गर्दाखेरि चाहिँ एउटा च्यालेन्जिङ या डिफिकल्ट कन्भर्सेसन गर्दाखेरि चाहिँ हामी अलिकति हिचकिचाएको जस्तो लाग्छ कि लाग्दैन दिदी कहिले काहीँ त हुन्छ नि त्यसरी उम्, एक्कासी च्यालेन्जिङ त्यो गर्नलाई कसरी गर्ने कहाँबाट स्टार्ट गर्ने होइन त्यस्तो हुन्छ नि समस्या आउन सक्छ नि अँ, ओके सो त्यसै कारणले चाहिँ हुन्छ नि मलाई चाहिँ के लाग्यो भने यो कम्युनिकेसन पनि कसरी गर्नुपर्छ भनेर चाहिँ जरुरी पनि छ क्या र रिसेन्टली मैले एउटा पोडकास्ट हेर्दाखेरि चाहिँ एउटा राम्रो कुरा चाहिँ मैले के सिकेँ भने चाहिँ इट्स नट वाट यु से इट डिपेन्ड्स अन हाउ यु से कोही बेला हुन्छ नि हामीले भनेको कुरा पनि हुन्छ नि कोही बेला भन्ने तरिका नमिलेर पनि मान्छेहरूको हाम्रो रिलेसनसिपहरू बिग्रिन्छ कोही बेला हामीले चाहेको कुरा पनि राम्रैसँग व्यक्त गर्न सक्दैन क्या सो आजको प्रेजेन्टेसन चाहिँ म चाहिँ केमा फोकस गर्छु भने चाहिँ इट्स नट अबाउट वाट यु से इट डिपेन्ड्स अन हाउ यु से है त्यो बोल्ने तरिकामा चाहिँ हामीले फोकस गऱ्यो भने चाहिँ एउटै भन्ने कुरालाई पनि हुन्छ नि हामीले कसरी व्यक्त गर्न सक्छ र त्यो हुन्छ नि भन्ने व्यक्त गर्ने तरिकाले पनि हाम्रो रिलेसनसिपहरू चाहिँ कसरी मेन्टेन गर्न सक्छ भनेर चाहिँ म त्यसमा चाहिँ फोकस गर्छु है ओके सो यो त अघि मैले कभर गरेँ है फ्रिक्वेन्सी र हामीले अब भर्बल कम्युनिकेसन है
तपाईँहरूले कसैसँग बोल्दाखेरि एउटा हुन्छ नि यो शब्दहरू सुन्नुभएको छ होला नि, ओहो यो मान्छेसँग मैले कुरा गर्दाखेरि त हुन्छ नि हाम्रो फ्रिक्वेन्सी र ट्युनिङ अलिकति मिलिरहेको छ भनेर है, त्यो कसैले महसुस गर्नुभएको छ? विशाल भाइ, सुषमा दिदी, सोनु? हजुर सधैँ भाइब म्याच भएको टाइपको त्यो एउटा फिलिङ गट्स इन गटबाटै फिलिङ आउने। ओके, त्यो चाहिँ किन हुन्छ होला सोनु भाइ, तिमीले अहिले रिफ्लेक्ट गर्दाखेरि के थाहा पाएको छौ? त्यो हजुरले भन्नुभएको त्यो फ्रिक्वेन्सी डिपेन्ड गर्छ कहीँ एउटा वे अफ थिङ्किङ म्याच भएको अथवा कस्तो एउटा फ्रिक्वेन्सी भनौँ न। फ्रिक्वेन्सी है, यो यो फ्रिक्वेन्सीको कुरा चाहिँ मैले अघि किन म्युजिकसँग जोड्नु कोसिस गरेको भने चाहिँ जस्तै हुन्छ नि हाम्रो यो घाँटीमा चाहिँ हाम्रो भोकल कोड हुन्छ क्या, हाम्रो भोकल कोडमा पनि हाम्रो हुन्छ नि हामीले बोल्ने शब्दहरूलाई कसरी मोडुलेट गर्ने कसरी भन्ने भनेर यो पनि जरुरी छ क्या। र एउटा कुरा चाहिँ हुन्छ नि हामी एउटा मानवतामा चाहिँ यो हाम्रो एउटा भोकल कोड चाहिँ एउटा म्युजिकल इन्स्ट्रुमेन्ट जस्तै हो क्या। जबसम्म हामीले यो भोकल कोड हुन्छ नि यो हामीले बोल्ने सक्ने क्षमतालाई चाहिँ कसरी मोडुलेट गरेर आफ्नो शब्दहरूलाई व्यक्त गर्न सक्छ नि होइन, त्यसै कारणले हाम्रो फ्रिक्वेन्सी म्याच भयो भने चाहिँ हामी चाहिँ एकले अर्को मान्छेसँग चाहिँ कनेक्ट गर्न चाहिँ सकिन्छ क्या है। सो अब नेक्स्ट कुरामा जाउँ है। अब यो कम्युनिकेसनमा नम्बर 1 टपिक चाहिँ म के कभर गर्न चाहेँ भने धुन है, यसलाई चाहिँ मेलोडी भनिन्छ है। र यसको लागि चाहिँ मलाई चाहिँ एक्सपेरिमेन्टको लागि चाहिँ हुन्छ नि यहाँ चाहिँ कोही मान्छेहरूले चाहिँ हात उठाइदिनु पर्यो होला है। कसैलाई योमा एक्सपेरिमेन्ट गर्न इच्छा छ होला है? म एउटा प्रश्न सोध्छु है, तपाईँको दिन कस्तो रह्यो? सुषमा दिदी यसको एन्सर दिन चाहनुहुन्छ? मेरो आजको दिन राम्रो रह्यो। राम्रो रह्यो। अनि के गर्नुभयो आजको दिनमा? आज मेरो पहिलो दिन थियो काममा नेपालबाट आएपछि। हजुर, अफिस जाने सबैले नेपालमा कस्तो भयो तपाईँको यात्रा के भयो सबै सोधे, सबैलाई त्यो बारेमा बताएँ। त्यसपछि मेरो 2 हप्ताको इमेलहरू बसिरहेको थियो, त्यसलाई म बिस्तारै क्याचअपहरू गरेँ। अनि सबैजनाको पोजिटिभ भाइब थियो, सबैले वेलकम गर्दाखेरि एकदमै खुसीको माहौल थियो। ओके। सो यो कुरामा चाहिँ हुन्छ नि तपाईँले यो शब्द भन्दाखेरि एउटा टाइपको मेलोडी पनि थियो नि, याद गर्नुभयो? अलिकति पोजहरू थियो, तपाईँलाई जुन कुराहरू स्ट्रेस गर्नुपर्ने थियो त्यसको अलिकति हुन्छ नि ट्युनिङ आएको थियो है। तपाईँलाई यही कुरा अब अलिकति फ्ल्याट भनेको भए कस्तो सुनिन्थ्यो भने जस्तै म उदाहरण दिन्छु है। म नेपालमा गएको थिएँ, नेपालबाट आएँ, बसेँ, काम गरेँ, इमेल हेरेँ, यो गरेँ त्यसो गरेँ भन्दाखेरि हुन्छ नि अब तपाईँको मेलोडीलाई तपाईँले एब्सेन्ट गर्यो भने सुन्दा पनि मजा आएन क्या, बुझ्नुभयो नि? सो हामी बोल्दाखेरि मेलोडीको कतिको उयो हुँदो रहेछ क्या। मेलोडी भनेको चाहिँ हाम्रो इमोसनसँग हुन्छ नि अप एन्ड डाउन, अलिकति म्युजिकल जस्तै भए पनि सुन्दा पनि मजा आउँछ क्या। र यो मेलोडीको लागि चाहिँ मैले एउटा एक्सपेरिमेन्टहरू पनि सुनेको थिएँ कि जस्तै अब तपाईँले कुनै पनि एउटा वाटर बिल केहरूमा फोन गर्दा भन्छ नि हुन्छ नि हाई आम डक्टर गुरुङ हुन्छ नि आई वान्ट टु सी टेल मी अबाउट माई वाटर बिल भन्दाखेरि थ्याङ्क यू भेरी मच फर होल्डिङ अन इट द यु विल बी पुट अन द लाइन भनेर हुन्छ नि फेरि एउटै टोनमा मेलोडी गयो भने चाहिँ बोल्नु नि यु विल बी पुट इन द नेक्स्ट इन लाइन भनेपछि त्यो मजा पनि आउँदैन क्या है। सो यो चाहिँ मेलोडी हो। र अब हुन्छ नि जतिजना मान्छेले सुनेको छ होइन, प्लिज अब तपाईँलाई याद भयो नि मेलोडी भनेको के हो है। सो बोल्दाखेरि प्लिज अलिकति आफ्नो बोलाइमा मेलोडी पनि राख्नु होला क्या। मेलोडी बिनाको कन्भर्सेसन चाहिँ अलिकति ब्लेन्ड हुन्छ क्या। त्यो भनेको चाहिँ हामीले खाना खाँदाखेरि कोही बेला अचार पनि चाहिन्छ, कोही बेला हुन्छ नि अलिकति पिरो पनि चाहिन्छ, त्यो भनेर त्यो अलिकति सबै मिश्रण भएपछि मात्रै सुन्दा पनि मजा आउँछ है। सो मेलोडीको कुरा गर्यो। अब त्यसपछि चाहिँ सेकेन्डमा हामी चाहिँ केमा जाउँ भने रेट, पेस, रेट होइन, गति, पज र पर्पस। त्यो भनेको चाहिँ हामी बोल्दाखेरि यो ध्यान दिनुपर्छ कि हामी कतिको रेट, कतिको स्लो फास्ट होइन, कोही बेला हामीले पज पनि दिनुपर्छ र बोल्दाखेरि एउटा उद्देश्य पनि हुनुपर्छ क्या। त्योमा ख्याल गरेर चाहिँ अब सुषमा दिदीलाई त मैले एक्सपेरिमेन्ट गराइसकेँ है। अब म विशाल भाइलाई चाहिँ एक्सपेरिमेन्ट गर्नु मन लाग्यो क्या। विशाल भाइ हुनुहुन्छ त्यहाँ?
या कोही कोही मामा माइजू कोही हुनुहुन्छ भने हात उठाइदिनु होला। म एउटा प्रश्न सोध्छु तपाईँलाई। हजुर हजुर दाइ, म पनि अन्छु। हाम्रो यहाँ डम्बर मामाहरू पनि हुनुहुन्छ, उहाँहरूलाई पनि एक्टिभ गराउँला। म विशाल भाइलाई चाहिँ एक्सपेरिमेन्ट गराउँछु है। हजुर हजुर। विशाल भाइ तिम्रो मनपर्ने खाना के हो? अहिलेको मेरो मनपर्ने खाना ह्याकुला र मोमो। ओके, तिमीलाई ह्याकुला र मोमो किन मनपर्छ? मोमो त अब पहिल्यैबाट मनपर्ने भएर होला, एकदमै खाँदाखेरि मुख रसाइसक्यो दाइ। अब के अरे ह्याकुला चाहिँ यो भर्खर रिसेन्ट भएको हो। यो के अरे फेभरेट हुन आएको चाहिँ यो ह्याकुला लाइफमा खाएको थिएँ नि, बल्ल यो 5-6 महिना भयो होला ह्याकुला खान थालेको। एकदमै जुसी मिठो मासु, टोक्न पनि मजा आउने, त्यही भएर यो मुखै ह्याकुला रसायो चाहिँ भाइ। कहाँबाट पाउँछ भाइ? हजुर दाइ, यो ह्याकुला चाहिँ कहाँ पाउँछ भाइ? यो हाम्रो यहाँ चाहिँ नेपाली रेस्टुरेन्ट यो नाङ्लो र पानसमा पाउँछ के अरे, यहाँ अल्लो सुटमा चाहिँ। महँगो छ कि छैन हो? यो ठिकैको छ दाइ, एभरेज रेट नै छ सबैको जस्तै, अरू अरू खानाहरू जत्तिकै। अनि नेपाली स्वादै छ कि गोराको स्वाद हुन्छ हौ त्यो ह्याकुलामा? एकदम टिपिकल नेपाली छ, एकदमै टक्क बसो भएको मासु मिठो। ओके, सो हामी योमा चाहिँ अलिकति रिफ्लेक्ट गरौँ है। सो हजुर भाइ तिमीले अहिले बोल्दाखेरि एउटा कुरा याद राख्यौ, हजुर हजुर तिम्रो रेट भनेको हुन्छ नि अलिकति फास्ट थिएन नि है, हजुर ठिक्क पेसमा थियो, अलिकति पज पज भएर गरेको थियो है। अनि हामीले बोल्दाखेरि एउटा टपिक अफ कन्भर्सेसन ह्याकुला थियो नि, हजुर बुझ्यो हजुर है, त्यहीमा फोकस भयो। अब यही शब्दलाई मैले हुन्छ नि यो रेट र पोज र यसको ख्याल नगरी भन्दाखेरि चाहिँ यसरी सुनिन्छ क्या है। जस्तै हुन्छ नि मलाई हेकुला मनपर्छ, हेकुला भनेको हुन्छ नि जहाँ पनि पाउँछ, नेपाली स्वादमा हुन्छ, हेकुला नेपाली स्वादमा पनि हुन्छ भनेर मैले रेटलाई फास्ट गरेँ नि हजुर हजुर है। रेटलाई फास्ट गऱ्यो भने त्यो हुन्छ नि पर्पस अफ हेकुला भनेर मान्छेलाई हेकुला के हो भनेर है थाहा हुँदैन क्या, बुझ्यो नि। सो हजुर हजुर रेट मैले फास्ट गरेँ भने त्यो मैले भन्ने कुराको मेसेज चाहिँ पुग्दैन क्या, बुझ्यो है। त्यो हजुर चाहिँ हजुर रेट। कोही बेला हामीले पज पनि चाहिन्छ क्या। पज भनेको चाहिँ जस्तै हामीले गियर चेन्ज गरेको जस्तै हो क्या। गाडी कुदाउँदाखेरि कहिले पनि हुन्छ नि वान गियरमा मात्रै लगायो भने गाडी कराउँछ नि है। हामी बोल्दाखेरि कोही बेला हामीले पज र पेसिङहरू मिलेन भने हाम्रो बोलाइमा पनि त्यो हुन्छ नि अलिकति गडबडी देखिन्छ है। अनि बोल्दाखेरि चाहिँ जहिले पनि एउटा पर्पस हुनुपर्छ क्या, बुझ्यो है। सो हामीले बोल्दाखेरि अब चाहिँ हुन्छ नि सेकेन्ड कुरा हामीले नोटिस गर्दाखेरि चाहिँ रेट, पेसिङ, पज र पर्पसमा पनि ध्यान दिनु पर्यो है। सो हामीले दुईवटा एक्सपेरिमेन्ट गर्यो, अब हामी तिनवटा एक्सपेरिमेन्टमा जान्छौँ है। भल्युम है, हामीले बोल्दाखेरि हाम्रो भल्युममा पनि ख्याल राख्नुपर्छ है। सो अब यसको लागि चाहिँ म तेस्रो यहाँ उपस्थित भएको लाई चाहिँ म एक्सपेरिमेन्ट गराउन चाहन्छु है। अम, सोनु भाइ छ यहाँ? हजुर छु दाइ। ओके, सो सोनु भाइलाई मैले एउटा प्रश्न गरेँ है। तपाईँलाई हजुर मनपर्ने गीत कुन हो? मलाई दाइ डिपेन्ड्स। अहिलेको कन्टेक्स्टमा चाहिँ दाइ नेपथ्यको यो हिमाल सुचिरे भन्ने रिसेन्ट रिलिज छ, त्यही गीत मनपर्छ। त्यो गीत तिमीलाई किन मनपर्छ? एकदम अपबिट भएको भएर अलि रक फ्लेभर पनि छ, प्लस नेपाली टोन पनि छ। त्यो कारणले गर्दाखेरिमा चाहिँ अब नेपालको पनि फिल आउँछ। पुरै त्यो त्यो गीत रुट सुनेपछि सोको जस्तो। तिमीलाई नेपालको मिस हुन्छ हजुर, है? अनि कति सुन्छौ त्यो गीत? प्लेलिस्टमा आइरहेको हुन्छ। त्यो सेन्समा चाहिँ लगभग दिनको 2-3 चोटि एभ्री डे जस्तो नै भइरहेको छ अहिले चाहिँ। एभ्री डे सुन्छौ है? हजुर, सो तिमीले यो कुरामा अहिले रिफ्लेक्ट गर क्या, तिमीले अहिले बन्दाखेरि यो तिम्रो भल्युम कस्तो थियो? मेरो अलिकति मैले इन्टेन्सनली नै डेप्थ राख्न खोजे जस्तो भएको थियो, तर अलिकति पिच हाई भयो कि जस्तो नि फिल गरेँ। ओके, कोही बेला हुन्छ नि हामीले पिच हाई पनि गर्नुपर्छ क्या है, त्यो हजुर इमोसनसँग म्याच गर्नको लागि, बुझ्यो नि। हजुर अब तिमीले यहीलाई हुन्छ नि अब हुन्छ नि भल्युम भनेको चाहिँ अप एन्ड डाउन पनि हुनुपर्छ। एउटै लेभलमा भल्युम भयो भने पनि राम्ररी सुनिँदैन क्या है। जस्तै भनौँ न अब यही हजुर शब्दलाई तिमीले भल्युम लो गरेर भन्यो भने कस्तो सुनिन्छ भन त? मलाई नेपथ्य मनपर्छ, नेपथ्यको सँग यस्तो गर्छ यस्तो गर्छ भनेर स्लोमा भन्यो भने बुझ्छ र?
बुझ्दैन। बुझ्दैन नि होइन। सो हजुर। त्यो भल्युम पनि कोही बेला हुन्छ नि म्याच गर्नुपर्छ। अनि कोही बेला हामीले कोहीसँग बोलिरहेको छ भने जस्तै इमेजिन हामीले कुनै पनि डिस्को डान्समा बोलिरहेछ भने एउटा मान्छेले हाई बोल्यो भने क्या हामीले स्लो थोरै भल्युममा बोलेर कन्भर्सेसन राम्ररी जान्छ र जान्दैन नि। जाँदैन। पहिला हाम्रो भोल्युम पनि हाई गरेर म्याच गर्नु पर्यो क्या। अनि स्पेसली जस्तै अब म मेन्टल हेल्थमा काम गर्छु है, मेरो पेसेन्टहरू हुन्छ नि डिफ्रेन्ट मेन्टल हेल्थको प्रब्लम हुन्छ। कोही बेला डिप्रेस भएको मान्छेहरूको भल्युम डाउन हुन्छ क्या। उनीहरू जस्तै मलाई डिप्रेस भएछ लो भएछ भने म उसको भल्युम पनि म्याच गर्नुपर्छ है। कोही बेला मसँग हुन्छ नि एउटा धेरै मेन्टली अनवेल भएको पेसेन्टहरू भेरी एग्रेसिभ साउट लाउड भएको हुन्छ। उनीहरूको भोइस पनि म म्याच गर्नुपर्छ क्या है। अनि त्यो हजुर। म्याचिङ अफ भोइसले चाहिँ कम्युनिकेसनको लागि चाहिँ हुन्छ नि मोडुलेट चाहिन्छ है। त्यस कारणले थर्ड कुरा हामीले कम्युनिकेसन गर्दाखेरि भल्युमको नि ख्याल गर्नु पर्यो है। हजुर। अब तेस्रोमा जाउँ है। अब चौथोमा चाहिँ कस्तो भन्नाले हामीले बोल्दाखेरि हाम्रो इमोसन्स हाम्रो भावनाहरूलाई पनि बुझ्नुपर्छ क्या। अनि योमा चाहिँ मैले चाहिँ के नोटिस गरेको छु भने मैले ख्याल गरेको छु भने हामीहरू अहिले चाहिँ कस्तो भन्नाले हाम्रो इमोसन्सलाई कुन तरिकाले यसलाई चाहिँ हुन्छ नि व्याख्या गरौँ भनेर कोही बेला हामीलाई थाहा पनि हुँदैन क्या। त्यसले गर्दाखेरि हामीले हाम्रो इमोसनलाई गलत तरिकाले व्याख्या गर्यो भने कोही बेला हाम्रो हुन्छ नि बोलचाल र कम्युनिकेसनमा पनि अलिकति प्रब्लम हुन्छ है। सो यसको लागि चाहिँ म चाहिँ फेरि अर्को मामा माइजू कसै यहाँ हात उठाउनुहुन्छ भने म एउटा प्रश्न गर्न चाहन्छु है। कोही हुनुहुन्छ यहाँ? आइफोनको आइफोन आइफोनमा को हुनुहुन्छ होला यहाँ? हाम्रो तेज दाई हो कि त है, अथवा वीर बलाल हुनुहुन्छ, उहाँले गर्नुभएको हुन्छ नि। शुभ जुबिता पनि हुनुहुन्छ यता? न त वीरबाट तपाईँहरूलाई यो एक्सपेरिमेन्ट गर्दाखेरि चाहिँ म कुनै पनि पैसा चाहिँ चार्ज गर्दिनँ है। र अलिअलि मिस्टेक गर्नुभयो भने बरु गर्नु हुन्छ होला। चार्ज गर्नुभयो भने बल्ल पनि बोल्नुहुन्छ कि बल्ल छैन? चार्ज गर्दाखेरि चार्ज नगरेर हो क्या। कोही पनि अलिकति हुन्छ नि अघि सुरुमा भनेको कम्युनिकेसन गर्दाखेरि चाहिँ मान्छेले हुन्छ नि एउटा कसैले के भन्ला कि त मैले गल्ती बोलेँ भन्ला कि त त्यस्तो हुन्छ, त्यस्तो फिल आउँछ नि त। डर पनि हुन्छ कोही बेला डर डरले पनि गर्दा पनि हामीले बोल्न अप्ठ्यारो मान्छौँ है। र त्यसको लागि चाहिँ किनभने हाम्रो सुषमा दिदी चाहिँ हुनुहुन्छ, म सुषमा दिदी यो प्रश्न सोध्न चाहे है। ल भन्नु। भोक लागेको बेला तपाईँलाई कस्तो लाग्छ? भोक लागेको बेलामा भावनाको बुद्धिमा भोक लागेको बेलामा कसो लाग्छ? भोक लागेको बेलामा मलाई क्रोध त उठ्दैन। अँ, भोक लाग्यो अलिकति छटपट लाग्छ। फटफट लाग्छ है। अँ, ओके। कोही बेला कम्युनिकेसनमा यो इमोसन्सहरू पनि हुन्छ नि बुझ्न पनि धेरै जरुरी हुन्छ। स्पेसली तपाईँको हुन्छ नि कोही बेला हाम्रो बिहे भएको छ भने बुढाबुढीमा चाहिँ सबैभन्दा कम्युनिकेसनको प्रब्लम भनेको चाहिँ मैले के देखेको छु भने यो भावनाले गर्दा हुन्छ है। कोही बेला तपाईँले काम गरेर आएको हुन्छ है, अनि काम गरेर आउँदाखेरि अब बुढाबुढीको हुन्छ नि ब्रेक छ भने न त काम गरेको छैन भने यो एक्सपेक्ट कि घरमा आएपछि चाहिँ खाना बनाउँछ यो गर्छ भनेर, घरमा आउँदाखेरि खाना पनि बनाएको छैन होइन, घर पनि मैला भएछ भने कोही बेला हामीले चाहिँ हुन्छ नि कम्युनिकेट गर्दाखेरि चाहिँ भन्ने शब्दहरू नजानेर चाहिँ कोही बेला चाहिँ हुन्छ नि गलत शब्द युज गर्दा पनि कोही बेला चाहिँ कम्युनिकेसनमा चाहिँ प्रब्लम हुन्छ है। सो त्यसै कारणले हामीले बोलचाल गर्दा पनि यो इमोसन्स र भावनाहरू पनि बुझ्न जरुरी छ है। यो भावनामा कसैलाई के प्रश्न छ होला यहाँ उपस्थित भएकोमा? या हजुरहरूको कुनै पनि हुन्छ नि पहिला महसुस गर्नुभएको छ यो भावनाले गर्दाखेरि यो बोलचाल या कम्युनिकेसनमा समस्या भएको? चोइस अफ वर्ड होइन त यसमा इम्पोर्टेन्ट। चोइस अफ वर्ड जस्तै भनौँ न हामी नेपालीहरूले चाहिँ मैले चाहिँ के याद गरेँ भने हामीलाई शब्दकोशहरू कोही बेला हुन्छ नि भावनालाई बुझ्नका लागि हाम्रो शब्दकोशलाई अलिकति फराकिलो पनि बनाउनु पर्छ। जस्तै हरेक भावनालाई हामीले क्रोध भन्न मिल्दैन क्या। जस्तै भनौँ न मलाई भोक लागेछ, मलाई कस्तो लागिरहेछ भन्दाखेरि मलाई रिस उठिरहेछ है। जस्तै अब कोहीसँग बोल्दाखेरि
तपाईँलाई कस्तो लागिरहेछ भन्नाले तपाईँलाई भन्नु चाहिँ अर्कै चिज चाहेको हुन्छ, तर तपाईँको शब्दकोशहरू चाहिँ हुन्छ नि सीमित मात्रामा भएर चाहिँ तपाईँले गलत शब्दको चयन गर्दाखेरि त्यसले गर्दाखेरि तपाईँको एउटा रिलेसनसिपहरू पनि बिग्रिन्छ र त कोही बेला हुन्छ नि तपाईँले चाहेको भनेको कुराहरू नभन्दाखेरि मिसअन्डरस्ट्यान्डिङहरू पनि क्रिएट हुन्छ क्या। र त्यसको लागि चाहिँ यो तपाईँको शब्दकोश चाहिँ अलिकति बढाउनु पर्छ है। त्यही सँगसँगै अब अरू जाउँ है। अनि मैले रिक्याप गर्दाखेरि चाहिँ मैले 4टा कुरा चाहिँ म रिक्याप गर्न चाहन्छु है। मैले अहिलेसम्म चाहिँ यो भर्बल कम्युनिकेसनमा चाहिँ मैले मेलोडीको कुरा गरेँ। मेलोडी सँगसँगै मैले तपाईँको यो हुन्छ नि रेट, गति, दर, पेज, उद्देश्यहरूमा ख्याल राख्नुपर्छ। अनि भल्युम बोल्दाखेरि हुन्छ नि कतिको कोही बेला यो भल्युमले पनि धेरै रिलेसनसिपहरू चाहिँ किन बिगार्छ भने कोही बेला तपाईँको हुन्छ नि यो तपाईँले भन्न चाहेको कुरा चाहिँ हामी इङ्ग्लिस शब्दमा चाहिँ कस्तो भन्नाले तपाईँको टोन अफ द भोइस है। तपाईँले राम्रै कुरा भन्न चाहेको हुन्छ, तर तपाईँको कोही बेला भल्युम र टोन नमिल्दाखेरि चाहिँ हुन्छ नि मिसअन्डरस्ट्यान्डिङहरू क्रिएट चाहिँ हुन्छ। त्यसै कारणले अब तपाईँहरू जति सक्दो यो यो पोडकास्ट सुन्नु भइरहेछ नि होइन, योमा चाहिँ एउटा ख्याल राख्नुहोस् कि कोही बेला तपाईँ जब अब इमोसनली चार्ज भएको हुन्छ त्यसै बेला चाहिँ हुन्छ नि कसैले तपाईँलाई हुन्छ नि केही शब्दहरू सोध्यो भने चाहिँ कोही बेला चाहिँ रिफ्लेक्ट पनि गर्नु कि यो समय मैले यो बोल्नुपर्छ कि पर्दैन भनेर क्या। कोही बेला हुन्छ नि समयको ख्याल नगरेर परिस्थितिको ख्याल नराखेर कोही बेला हुन्छ नि हाम्रो इमोसनली चार्ज भएको बेला हामीले बोल्दाखेरि यो टोन र भोल्युममा ख्याल गरेन भने चाहिँ झगडा हुने यो समस्याहरू पनि देख्न सकिन्छ है। त्यस कारण तपाईँले यो भोल्युममा पनि भोल्युम र टोनमा पनि ख्याल राख्नुपर्छ है। सो यो अन्तिममा चाहिँ मैले यो हुन्छ नि फेसियल नन भर्बल कम्युनिकेसन्सको चाहिँ मैले राखेको छु है। तपाईँले यो पहिलो पिक्चरमा देख्दाखेरि यो मान्छेको अनुहार हेरेर तपाईँले के बुझ्नुहुन्छ होला? यता यहाँ कुरामा एउटा मान्छे छ, यताको छोरा मान्छे कुनाको यो मान्छे खुसी छ कि खुसी होइन, अलिकति ऊ चाहिँ अलिकति के भन्छ सक टाइपको, उसले चाहिँ अचम्मित सक टाइपको होइन। अनि मुखमा अलिकति यस्तो गर्दाखेरि उसले के भन्न चाहेको जस्तो पनि देखिरहेछ है, तर निस्किन नखोजेको। निस्किएको। अनि आँखा हेर्दाखेरि सेम्स वेलकमिङ है, बोल्न चाहेको जस्तै, तर विश्वास अलिकति नभए जस्तो छ। विश्वास अलिकति सस्पिसियस हुन्छ नि, यसले के भन्छ कि यसलाई म ट्रस्ट गर्न सक्छु कि सक्दिनँ है। अब तपाईँले यो सेकेन्ड पिक्चरमा चाहिँ के बुझ्नुहुन्छ होला? यो त्यो उसको केटीको चाहिँ उसले आफूले चाहिँ खुसी देखाएको छ, रिल्याक्स्ड छ, दाँत पनि देखाएर छ है, अलिकति फ्रेन्डली पनि छ है, अलिकति वेलकमिङ, अप्रोचेबल। ओके। यो थर्ड पिक्चरमा के बुझ्नुहुन्छ होला? थर्ड भन्नाले केटीको उसले चाहिँ फ्लर्टी भन्न मिल्छ त्यसलाई। अलिक फ्लर्टी आँखा छ कि क्या हो? फ्लर्टी फ्लर्ट गरेको जस्तै देखिरहेछ है। उसले चाहिँ होइन, उसले उ गरेछ, रेस्पोन्ड गरेको छ होइन। तर कस्तो भने एट द सेम टाइम उसले चाहिँ उसले ऊ पनि खोजेछ कि फ्लर्टी भनेर फ्लर्ट त गरेको छैन, केही कुरा कुनै उयो गरेर चाहिँ भन्नु। अब जस्तो अब तपाईँले केही आफूले आन्सर रेस्पोन्ड गर्यो भने पनि उसलाई पनि अर्को 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 व्यक्तिलाई पनि इज इट त्यस्तो भने जस्तै कि। ओके। सो मेरो प्रेजेन्टेसन चाहिँ सक्यो है। सक्दाखेरि म चाहिँ अहिले चाहिँ अलिकति ओपन फ्लोर गरेर हुन्छ नि त्यो सेयर गर्नुको सट्टा पनि अलिकति कम्युनिकेट चाहिँ गर्न चाहेँ क्या है। सो यो कम्युनिकेसनको यो गर्दा सक्दा मिल्यो भने भिडियो खोल्नु मिल्छ भने भिडियो ओपन गर्नु भए राम्रो हुन्थ्यो नि त। मेरो भिडियो होइन अडियन्सले कि अडियन्सले भिडियो गरेको भए चाहिँ हुन्छ नि अलिकति कम्युनिकेसन अझै राम्रो हुन्छ नि होइन।
अलिकति कम्युनिकेसन राम्रो हुन्छ। अब तपाईँले स्क्रिन पछाडि लुक्यो भने चाहिँ हुन्छ नि यो के चाहिँ बोल्यो मैले कसो गर्यो बा फोन पो हेरेर बोलिरहेछ कि त होइन ल्यापटपमा के गरेँ कि भनेर जस्तै हुन्छ। फेसियल एक्सप्रेसन देख्दैन फेसियल एक्सप्रेसन देख्दैन है। अनि तपाईँले आजको यो प्रेजेन्टेसनबाट धेरै कुरा चाहिँ सिक्नुहुन्न, किनभने एक्ज्याक्टली जस्तै एउटा कुरा भनाइ छ कि अब एउटा मान्छेले मलाई भन्थ्यो कि औ डक्टर हुन्छ नि मलाई त जिम गर्नु मन लाग्छ, मलाई त गुड बडी गर्नु मन लाग्छ भनेको थियो कि। अनि त्यो मान्छेलाई मैले सोधेँ क्या के तपाईँले चाहिँ जिम जानुभयो भने म त कति गएँ भने के है। अनि मैले उसलाई सोधेँ जिममा गएर चाहिँ के गर्नुहुन्छ भने के उसले भन्यो म त जिम जान्छु अनि जिममा गएपछि चाहिँ म डम्बल हेर्छु अनि त्यसपछि मैले साइक्लिङहरू पनि देखेको छु, धेरै राम्रो रहेछ, मैले सबै हेरेँ आहा भयो, म घर गएँ भने के। त्यसको तात्पर्य बुझ्नुभयो दिदी? के भने चाहिँ आज मेरो कम्युनिकेसनको बारे मैले सबै कुरा सुने, सबै राम्रो लाग्यो, तर हुन्छ नि म अब चाहिँ हुन्छ नि यति सुनेपछि चाहिँ मेरो कम्युनिकेसन राम्रो भयो भनेर चाहिँ गऱ्यो भने चाहिँ त्यो भनेको चाहिँ 12 वर्ष रामायण पढायो, अब सीताको पोइ को भन्दाखेरि रावण भनेको जस्तै हुन्छ क्या। एकदम ठिक हो होइन 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 मान्छेको यस्तो कम्युनिकेसन कुरा गर्दा के अरे केही समस्या छ भने चाहिँ भिडियो अफ गर्दा ठिक हुन्छ होइन, तर सक्दो चाहिँ भिडियो अन राखेर चाहिँ जस धेरै त्यसले चाहिँ भनौँ न कम्युनिकेसन पनि क्लियर हुन्छ क्या, बोलेको अनि म उदाहरणको कन्सन्ट्रेसन लागि हुन्छ होइन त्यसमा चाहिँ। कन्सन्ट्रेसन हुन्छ। अनि उदाहरणको लागि जस्तै हुन्छ नि म चाहिँ मेडिकल कलेजको म एक्जामिनर पनि हो क्या। अनि एक्जामिनरमा चाहिँ म चाहिँ कम्युनिकेसन स्किल्सहरूको लागि कतिको राम्रो छ छैन भनेर त्यसको लागि म जज पनि गर्छु कि है, मेडिकल स्टुडेन्ट्सहरू अनि मेरो जुनियर डक्टरहरूलाई पनि म सिकाउँछु है। अनि एउटा कुरा चाहिँ कस्तो हुन्छ भने तपाईँले एउटा राम्रो कम्युनिकेसन भनेको चाहिँ तपाईँले चाहिँ एउटा राम्रो डुएट गीत गाएको नत्र राम्रो डुएट डान्स गरेको जस्तै हो। त्यो भनेको चाहिँ जस्तै भनौँ न तपाईँले कोहीसँग डुएट गायो भने तपाईँले माइक अरूलाई दियो तर तपाईँ मात्रै गायो भने तपाईँको डुएटको मान्छे चाहिँ साइडमा बस्यो भने ऊ माइक मात्रै होल्ड गर्यो भने त्यो हुन्छ नि कपालको सङ जस्तो देख्दैन। अब तपाईँ हुन्छ नि अब नाच्न जाँदाखेरि रोदी नाच्दाखेरि रोदीमा आफू मात्रै नाचिरहेछ, यताको साइडको मान्छेलाई चाहिँ उभा आएर हेराइ मात्रै रहेछ भने त्यो राम्रो पनि देख्दैन है। त्यसै कारणले हामीले यो बोलचाल र कम्युनिकेसन गर्दाखेरि चाहिँ ध्यान राख्नुपर्ने कुरा चाहिँ कस्तो भन्दा हामीले 2 शब्द बोल्यो भने चाहिँ अर्को मान्छेलाई पनि बोल्नु दियो भने चाहिँ हुन्छ नि सुन्दा पनि राम्रो लाग्छ। र हामीले हुन्छ नि कम्युनिकेसन भनेको चाहिँ या बोलचाल भनेको चाहिँ बोल्नु मात्रै होइन, कोही बेला हामीले सुन्नु पनि पर्छ। सुनेर बोलेर भयो भने चाहिँ हामीले चाहिँ मान्छेलाई चिन्छौँ है। जति सक्दो हामीले कम्युनिकेसन गरेर या बोलचाल गरेर मान्छेलाई चिन्यो भने चाहिँ हाम्रो रिलेसनसिपहरू पनि सुमधुर रहन्छ क्या। जस्तै मैले धेरै यो हाम्रो मेन्टल हेल्थ प्रब्लम नत्र यो हुन्छ नि रिलेसनसिपहरू डिभोर्स भएको कारण भनेको चाहिँ नम्बर 1 प्रमुख कारण भनेको चाहिँ यो कम्युनिकेसनै हो क्या। ओपन कम्युनिकेसन नभएर नत्र कोही बेला हुन्छ नि हाम्रो कल्चरले गर्दा पनि हामी एउटा कठिन हुन्छ नि कुराहरूलाई चाहिँ गर्दाखेरि चाहिँ हामी हिचकिचाउँछौँ, किनभने हामीले बोल्नुभन्दा अगाडि हामीले सोचाइराख्छौँ कि यो मान्छे रिसाउँछ, यो मान्छेले मेरो बारे गलत धारणा राख्छ भनेर। त्यसले गर्दाखेरि चाहिँ हामीले चाहिँ ओपनली हुन्छ नि यो कुरा गर्नको लागि चाहिँ अप्ठ्यारो हुन्छ। अनि स्पेसली मैले अहिले के समस्या देखिरहेको छु भने चाहिँ हामी जस्तै अब हाम्रो जेनेरेसनभन्दा अर्को जेनेरेसन आएको छ नि, जस्तै यहीँ बढेको हुर्केकोहरू उनीहरूको जेनेरेसन र हाम्रो जेनेरेसनमा हामीले यो एउटा खुल्ला एउटा वातावरण र इन्भाइरोमेन्ट राखेन भने चाहिँ हाम्रो चाहिँ यो कम्युनिकेसन भनेको हाम्रो बोलचालको चाहिँ एउटा ग्यापहरू चाहिँ फराकिलो दिन प्रतिदिन फराकिलो हुँदै जान्छ। हामीले हुन्छ नि जस्तै अब मेरो 2टा छोरी छ है, मेरो 2टा छोरीलाई पनि मैले अब स्कुलमा के गर्यो, के खायो, कुन साथीसँग के गर्यो, कोहीसँग रिसाएको छ कि छैन भनेर मैले कन्टिन्युसली चाहिँ बोलचाल गरिरहनु पर्छ। त्यसले गर्दा पनि हाम्रो रिलेसनसिपहरू चाहिँ राम्रो हुन्छ। अब मैले भने नि आहा म त उसको बाउ हो, म त बोल्नै हुँदैन त्यो गर्दैन भन्दा नि कोही बेला चाहिँ कस्तो हुन्छ भने त्यो कम्युनिकेसन भएन भने चाहिँ मेरो छोराछोरीहरू चाहिँ मसँग बोल्नु भन्दा पनि उसको साथीहरूसँग उसको साथीको आमा बुवासँग बोल्यो भने चाहिँ कस्तो भन्नाले रिलेसनसिपहरू बिग्रिन्छ। र हामीले लङ टर्ममा हेर्दाखेरि चाहिँ कस्तो हुन्छ भने हाम्रो रिलेसनसिप बिग्रियो भने चाहिँ हुन्छ नि हामीलाई मेन्टल हेल्थ र त्यो समस्याहरू पनि आउँछ।
त्यसै कारणले चाहिँ आजको मेरो टपिक चाहिँ हुन्छ नि एउटा साधारण सरल रूपमा राखेको कि त्यो धेरै राख्नुभन्दा पनि है। सो कसैलाई के प्रश्न छ होला कि कसैलाई के प्रतिक्रिया छ प्रश्न होला? भन्दाखेरि मलाई चाहिँ आजको टपिक एकदमै राम्रो एकदमै इम्पोर्टेन्ट पनि हो। यो चाहिँ चाहे परिवारमा होस् चाहे कार्यक्षेत्रमा होस् सबैमा काम लाग्ने टपिक हो कि कम्युनिकेसन चाहिँ। अनि बच्चाको कुरा पनि निकाल्नु भयो होइन, गर्दाखेरि बच्चाको कुरा गर्दाखेरि चाहिँ अघि टोनको कुरा पनि निकाल्नु भयो। टोनमा चाहिँ अहिले हाम्रो चाहिँ के छ भने मैले देखेको चाहिँ हजुर कस्तो हो कि हामी एउटा एज अ गार्जियन चाहिँ हामीले चाहिँ टोन हामी चाहिँ के अरे म बाउ हो, हाम्रो एसियन टाइपको कल्चरमा नि म बाउ हो, म के अरे म आमा हो भनेर चाहिँ अलिकति बच्चाहरूले अलिकति थर्काउने स्वरमा त्यस्तो गर्ने टोन अर्कै गरेर फेरि बाहिरको बच्चाहरूलाई एकदम राम्रो टोनले बोल्ने, आफ्नो घरको बच्चालाई टोन एकदमै कडा गरेर बोल्ने, किनभने कडा हुनुपर्छ भने गर्दा त्यसले अहिले जुन चाहिँ भन्यो नि बच्चाहरू टाढिएर जान्छ भने त्यो चाहिँ मैले अहिलेको यो किनभने यो सायद नेपालमा चल्छ होला, यहाँ निकोमा चाहिँ अलि चल्दैन क्या, गर्दा त्यो टोनले धेरै फरक पार्छ। बच्चाहरू चाहिँ टाढिएर जाने, किनभने यहाँको अब बच्चाहरूको चिल्ड्रन्स राइट भयो, दुनियाँ कुरा छ नि त यहाँ त, गर्दा उनीहरू त्यो सिकिरहेको हुन्छ। त्यसले गर्दा पनि बच्चाहरूमा चाहिँ जुन चाहिँ तपाईँले त्यो रिलेसनसिपको कुरा गर्नुभयो होइन, त्यसले चाहिँ डिस्टेन्सले ल्याउने एकदमै धेरै सम्भावना देखेँ कि त्यो गर्दाखेरि तपाईँ त्यसमा पनि अलिकति तपाईँको आफ्नो एक्सपिरियन्सबाट चाहिँ बच्चाहरूलाई कस्तो खाले हुँदा त्यो अब भनौँ न कस्तो तरिकाले बोल्दा हुन्छ त्यो पनि अहिले अलिकति भनिदिनु भयो भने राम्रो हुन्छ होला सायद होइन। अनि अर्को कुरा चाहिँ भनिहाल्छु म याद भएको बेलामा मैले आफूले बिरामीहरूसँग मैले गर्दा गर्दै काम गर्दा गर्दै क्या अब किनभने बिरामीहरूलाई हामीले मात्रै इन्टरभेन्सन गर्ने होइन कि उनीहरूबाट पनि हामी धेरै कुरा सिक्छौँ क्या गर्दा गर्दै एभ्री डे इट्स होइन। प्रत्येक समयमा चाहिँ प्रत्येक पटकमा चाहिँ बिरामीसँग गराएको चाहिँ उनीहरूलाई मैले सिधै भन्छु भने त मैले पनि तिमीहरूलाई हामीले चाहिँ हाम्रो आफूलाई के छ त्यो गरेर सिकाउने होइन कि तिमीहरूबाट मैले केही न केही सिकिरहेको छु भनेर उनीहरूलाई पनि मैले उनीहरू भन्छु कि गर्दा रिसेन्टलीको उसमा पनि अब कम्युनिकेसन हामी जति नै लर्न गरे तापनि होइन रिसेन्टको उसमा चाहिँ एउटा मलाई के रियलाइज गरेँ एउटा बिरामीले भने चाहिँ हामी चाहिँ अब कम्युनिकेसनमा चाहिँ एउटा लिसनिङ पनि एउटा कम्युनिकेसनको पार्ट अफ द स्किल्स भनेर भन्छ नि होइन। गर्दाखेरि उसले चाहिँ लिसनिङ भनेर चाहिँ लिसनिङ मात्रै होइन अरे कि हामीले आम लिसनिङ टु यु मात्रै होइन कि कसैलाई चाहिँ हामीले लिसन गरेर मात्रै पनि त्यो भएन अरे कि आई हर्ड यु भन्ने पनि द्याट्स रियली इम्पोर्टेन्ट भनेको ओ माई गड भनेपछि त्यो पनि एकदम ठिक कुरा होइन। त्यो सुनेर मात्रै होइन कि मैले आई आई हर्ड यु भन्ने त्यो चाहिँ हुनुपर्छ अरे कि भन्दाखेरि त्यो चाहिँ त्यो पनि एउटा कुरा सिकियो क्या एक्टिभ लिसनिङ। एक्टिभ लिसनिङ मात्रै भएर एक्टिभ लिसनिङ भन्नाले एक्टिभ लिसनिङ नै भयो तर पनि कस्तो हुन्छ नि सुनिराख्नु र मैले चाहिँ एउटा आई हर्ड यु भन्ने जुन चाहिँ एउटा हुन्छ नि त त्यो गर्दा चाहिँ त्यसले कस्तो भने त्यो चाहिँ अब उसले चाहिँ कस्तो भने सुने र मैले चाहिँ अब त्यसलाई चाहिँ अब डाइजेस्ट गरेँ होइन त्यसमा के भनेको त्यो कुरालाई मैले बुझेँ अन्डरस्ट्यान्ड कुराकानी आधा भइसक्यो। सो अर्को कुरा हुन्छ नि दिदीकोमा जोड्न पनि मन लाग्यो कता हुँदै विशाल भाइ। ओके सो अर्को कुरामा हुन्छ नि त्यसलाई चाहिँ अलिकति मोर एडभान्स फर्ममा के पनि गर्न सकिन्छ भने कोही बेला हामीले सुनेको कुरा हुन्छ नि करेक्ट कुरा सुनेको छ कि छैन भनेर त्यो उसको लागि चेक गर्नको लागि हामीले समराइज पनि गर्दा हुन्छ क्या। जस्तै भनौँ न तपाईँले प्लिज म अलिकति पोज गर्न सक्छु। तपाईँले भन्नु कोसिस गरेको एबिसी मैले राम्ररी सुने कि सुनेन तपाईँले भन्नुको यही हो भनेर हुन्छ नि कोही बेला कन्फर्म पनि गर्नु। कोही बेला कस्तो हुन्छ नि हामी बोल्दाखेरि चाहिँ हामी अज्युम गर्छ कि हामीले सबै कुरा बुझेछ भनेर तर कोही बेला चाहिँ उहाँले भनेको कुरा मैले राइट कुरा टिपेँ कि टिपेन भनेर त्यो पनि चेक गर्न पनि जरुरी हुन्छ। अनि कोही बेला चाहिँ कस्तो भन्नाले कम्युनिकेसनमा चाहिँ एउटा टेबल टेनिस खेलेको जस्तै हो कि उनीहरूले दियो भने त्योबाट चाहिँ एड गरेर चाहिँ अर्को कम्युनिकेसन पनि हो। अनि तपाईँले कस्तो भ्यालिडेसन गर्ने भन्छ कि त्यो कस्तो समराइज गरेर कोही बेला सिचुएसन हेरेर हुन्छ कि कोही बेला कसैलाई भ्यालिडेसन चाहेको हुन्छ कोही बेला समराइज चाहेको हुन्छ र त्यसको लागि सबैभन्दा बेस्ट भनेको चाहिँ म चाहिँ 3R भन्छु क्या। 3R भनेको चाहिँ रिकलेक्ट गर्नु क्या। रिकलेक्ट भनेको चाहिँ सबै इन्फर्मेसन गर्नु अनि रिकल गर्नु। रिकल भनेको चाहिँ हुन्छ नि मैले सबै फ्याक्टहरू राइट भएको छ कि छैन अनि त्यसलाई रिफ्लेक्ट गर्नु क्या। अब रिफ्लेक्ट भनेको कोही बेला हुन्छ नि इमोसन पनि हुन्छ कि इमोसनसँग पनि रियाक्ट गरेको हुन्छ। जस्तै मैले त्यो कुरा चाहिँ कसरी रियलाइज गरेँ भने जस्तै अब म मेरो बच्चाहरूसँग कम्युनिकेट गर्छु। बच्चाहरू 7 र 4 वर्षको छ है
अनि कोही बेला उहाँहरूसँग कुरा गर्दाखेरि हाउ डिड यु फिल भनेर हुन्छ नि आज कस्तो भयो भन्दाखेरि अनि ड्याड हुन्छ नि आई रियली मिस यु भन्छ क्या मलाई। अनि मैले भन्दाखेरि चाहिँ हुन्छ नि आई आई अल्सो मिस यु एन्ड आई रियली लभ यु हुन्छ नि। कोही बेला हामीले फिल गर्दाखेरि हुन्छ नि यहाँबाट मुटुबाट निकाल्नु पर्दछ क्या। कोही बेला शब्द मात्रै भनेर हुँदैन, त्यो शब्दलाई हाम्रो बडी ल्याङ्ग्वेजले पनि साथ दिनुपर्छ। त्यो गऱ्यो भने चाहिँ इट रियली मेक्स मी फिल। अनि फेसियल रियाक्टिभिटी पनि मिल्नु पर्दो रहेछ कि बोल्दाखेरि। जस्तै हुन्छ नि आइएम रियली ह्याप्पी भन्दाखेरि मेरो दाँत पनि देखाउनुपर्छ कि है। कोही बेला कस्तो हुन्छ भने त्यो फिल गराउनको लागि शब्द मात्रै हुँदैन, हाम्रो जिउको यो हुन्छ नि अनुहार पनि मिल्नुपर्छ क्या। कोही बेला हुन्छ नि तपाईँलाई हुन्छ नि जस्तै अब कोही बेला म थाकेको हुन्छ, कोही बेला बुढीलाई हुन्छ नि म आई लभ यु भन्नु मन लाग्छ नि होइन। अनि म माया गर्छु भन्दाखेरि म तिमीलाई माया गर्छु भन्दाखेरि तिमीले जिस्किएको हो कि साँच्चैको भनेको भन्छ क्या है। अनि त्यो गर्दाखेरि कोही बेला त्यही भन्ने कुरालाई पनि हुन्छ नि मैले फिल गराउनलाई चाहिँ हुन्छ नि हो म तिमीलाई साँच्चीकै माया गर्छु भनेर चाहिँ भन्दाखेरि सो इट्स नट अबाउट हुन्छ नि तिमी तपाईँहरूले के भन्यो त्यो चाहिँ कसरी भन्यो त्योमा पनि अलिकति मोडिफाई गऱ्यो भने चाहिँ रिलेसनसिपहरू चाहिँ राम्रो हुन्छ है। अनि हाम्रो अर्को कुरा केही पनि ख्याल राख्नु भएन भने पनि हामी युके जस्तो जग्गामा बसेको छौँ है। हामीले हाम्रो काममा त नेपाली त युज गर्दैनौँ, हामीले अङ्ग्रेजी युज गर्छौँ है। अनि अङ्ग्रेजी युज गर्दाखेरि चाहिँ मैले चाहिँ के देखेको छु भने हाम्रो नेपाली समाजमा चाहिँ एउटा आफ्नो दिमागलाई चाहिँ ब्रेक चाहिँ कसरी लाउँछ भने ओहो यो इङ्ग्लिस त मेरो पहिलो ल्याङ्ग्वेज होइन, मैले बोलेको यो गोराहरूले बुझ्छ कि बुझ्दैन होइन, मेरो एक्सेन्ट राम्रो छ कि छैन भनेर हामी लट अफ सेल्फ डाउट भएपछि चाहिँ हामी बोल्दैन क्या। हामी आफूभित्रै गुम्सेर बस्छौँ र आफूलाई सेल्फ एक्सप्रेस गर्नु सक्दैन। हामीले सेल्फ एक्सप्रेस गर्नु सकेन भने चाहिँ मान्छेहरूले चाहिँ अजम्सन बनाउँछ कि ओ यो मान्छे कन्फिडेन्स छैन, यो घुसघुसे रहेछ, यो इन्ट्रोभर्ट रहेछ भनेर हुन्छ। त्यसको लागि चाहिँ हामीले चाहिँ के हुन्छ नि ख्याल पनि गर्नु पर्यो भने हामीले हाम्रो यो भोकल कोडहरू चाहिँ हामी नेपालमा जन्मेको हुनाले चाहिँ यो हाम्रो भोकल टोन हाम्रो बोल्ने शैली चाहिँ नेपाली टोनबाट चाहिँ हाम्रो एडप्ट भएको हुन्छ। यो देशमा आउँदाखेरि हामीले हुन्छ नि म्युजिकको लागि पनि डिफ्रेन्ट जस्तै हामीले हुन्छ नि एउटा स्याड सङ बजाउँदाखेरि स्याड ट्युन गर्छ, हामीले ह्याप्पी गर्दा ह्याप्पी ट्युन हुन्छ। त्यसै कारणले हाम्रो भोकल टोन पनि हुन्छ नि हाम्रो कल्चर र योसँग चाहिँ हामीले मोडुलेट गर्नु चाहिँ सिक्नु पर्दो रहेछ। अनि त्यसको लागि चाहिँ हुन्छ नि सबैभन्दा बेस्ट प्र्याक्टिस भनेको चाहिँ आफूलाई रेकर्ड गर्नुपर्छ है, फिडब्याकहरू लिनुपर्छ। जस्तै अब म पनि मेरो पेसेन्टहरूलाई कतिचोटि बोल्छु क्या, अनि भन्छु क्या तपाईँलाई मेरो हुन्छ नि कम्युनिकेसन कस्तो लाग्यो, केही सुधार गर्नुपर्ने छ, मैले बोलेको प्रश्न छ कि छैन है, तपाईँलाई मैले के राम्रो लाग्यो के नराम्रो लाग्यो, मैले के सुधार गर्नुपर्छ भनेर कन्टिन्युसली फिडब्याक राख्यो भने चाहिँ हामीले बोल्ने शैली र हामीले बोल्ने तरिकामा पनि हुन्छ नि एउटा हामीले यो प्र्याक्टिस गरेको जस्तै गरेर प्र्याक्टिस गर्न सकिन्छ। र अर्को कुरा मलाई फर्दर एड गर्नु मन लाग्यो कि हामीले बोल्न सक्ने यो कुनै पनि स्किल्सहरू हुन्छ नि हामीले युनिभर्सिटी सकेपछि चाहिँ हाम्रो खत्तम हुँदैन है। हाम्रो यो सिक्ने कुराहरू चाहिँ हामी दिन प्रतिदिन सिक्ने हुन्छ क्या। हाम्रो सिक्ने भनेको त हाम्रो जीवनको लागि हो नि, हाम्रो युनिभर्सिटीको लागि होइन, हामीले एउटा डिग्री लिन र ग्रेजुएसनको लागि होइन क्या। यो हाम्रो कम्युनिकेसन स्किल्स भनेको चाहिँ हामीलाई डे टु डेमा चाहिन्छ। र अहिलेको हाम्रो यो संसार चाहिँ यति छिटो पेसमा चेन्ज भइरहेको छ क्या, यति नयाँ शब्दहरू आउँछ, यदि नयाँ कल्चरहरू आउँछ होइन। यहीसँग चाहिँ हाम्रो यो कम्युनिकेसन्स पनि ढाल्नको जरुरी हुन्छ। अब हाम्रो यो अहिलेको बच्चाहरू जन्मेको भनेको त यो कम्प्युटरको जमानामा जन्मेको छ। उनीहरूले अब जस्तै अब अस्ति भर्खर मेरो छोरीसँग कुरा गर्दाखेरि हुन्छ नि हाउ डु यु फिल भन्दा आइडिके भने क्या। अनि मलाई हुन्छ नि वाट डु यु मिन बाई आइडिके भन्दा आई डोन्ट नो भने क्या। अनि सर्ट फर्महरू पनि युज गर्दो रहेछ क्या। अनि मलाई लाग्यो कि म त बुढो भएछु क्या। भनेपछि हामीले हाम्रो छोराछोरीबाट पनि नयाँ शब्दहरू पनि सिक्नु पर्दो रहेछ। अनि त्यो पनि गर्न जरुरी चाहिँ छ क्या। हामीले चाहिँ एउटा घमण्ड चाहिँ राख्नु हुँदैन कि मलाई सबै कुरा थाहा छ भनेर। जब हामीलाई लाग्छ कि हामीलाई सबै कुरा थाहा छ नि त्यो दिन चाहिँ हाम्रो पतन हुन चाहिँ सुरु हुन्छ है। सो मैले धेरै बोलेँ होला होइन, यहाँ धेरैजना मान्छेहरू छ होइन। तपाईँहरूको के प्रतिक्रिया छ होला यो आजको टपिक यो कम्युनिकेसनमा। शोभा आन्टीलाई के भन्न इच्छा छ होला यो हामीले बोलचाल आज यो कम्युनिकेसन भन्नाले हुन्छ नि यो मौखिकको बारे कुरा गरेकोमा।
नमस्ते सबैजनालाई। अनि विशाललाई हेप्पी बर्थडे भन्न चाहन्छु। मैले बर्थडे मानेको देखेको थियो। अनि आजको विषयमा चाहिँ एकदम राम्रो छ। जे होस् परिवारमा यसरी क्लोजिङको लागि हो यसरी बोल्नुपर्छ भनेर त्यो एकदम राम्रो कुरा हो। अनि मेरो छोराले नि त्यही भनेर बोल्दै गर्दाखेरि शब्दमा अब मलाई पनि साथी हुन्छ, आफ्नो बुढीलाई पनि साथी भन्छ, छोराछोरीलाई पनि साथी साथी भन्छ। हो त्यसरी बोल्यो भनेदेखि हामी साथी जस्तो भयो भने नजिक क्लोज भयो भने उस हुन्छ भन्ने कुराहरू गर्छ। यो आजको कुरा चाहिँ एकदम मलाई एकदम राम्रो लाग्यो। शोभा आन्टीको धन्यवाद। कुरामा मलाई अर्को कुरा पनि जोड्नु मन लाग्यो क्या। हामी नेपालीहरू चाहिँ कस्तो हुन्छ नि, माया चाहिँ धेरै गर्छौँ क्या, तर हामी व्यक्त गर्न चाहिँ अप्ठ्यारो हुन्छ क्या। जस्तै अब मेरो बुवासँग, बुवाले मलाई धेरै माया गर्छ भनेर मलाई थाहा छ है, तर मेरो बुवाले मलाई कहिले पनि हुन्छ नि राम्रो गरेछ छैन भनेर भन्न अप्ठ्यारो हुन्छ। तर मेरो छोरीहरूलाई चाहिँ हुन्छ नि कस्तो छ कस्तो छ आई लभ यु भन्छ होइन मेरो छोरीहरूलाई, तर मलाई भन्न चाहिँ अप्ठ्यारो लाग्छ कि है। कोही बेला हाम्रो अनि मैले चाहिँ के मेरो व्यक्तिगत एक्सपिरियन्समा के लाग्यो भने हामी मान्छे भनेको सधैँभरि रहँदैन क्या। कोही बेला हामीले चाहिँ भन्ने कुराहरू चाहिँ हुन्छ नि ठिक टाइममा नबन्यो भने कोही बेला हुन्छ नि गलत फेमीहरू बढ्छ, झगडाहरू हुन्छ होइन। यदि मनमा केही कुरा राखेको छ भने कसैसँग भन्नु छ भने चाहिँ प्लिज भनिहाल्नु क्या, ढिलो चाहिँ नगर्नुहोस्। एकदम राम्रो बहिनी के भन्नु लाग्नु छ? हजुर नमस्कार यहाँहरू सबैजनालाई। आज डाक्टर साहबदेखि लिएर सुषमा दिदी, विशाल भाइ र ह्याप्पी बर्थडे पनि सबैजनालाई मेरो नमस्कार। आजको टपिक चाहिँ एकदमै राम्रो लाग्यो र यो हामी सबैलाई नै चाहिने र एकदम यो कम्युनिकेसनले कस्तो फरक पार्छ भन्ने मेरो पनि थोरै आफ्नो अनुभव सेयर गर्न चाहे, जसले गर्दा अब अरूलाई पनि त्यो समस्याबाट गुम्न नपरोस् भनेर होइन। मैले यो के भन्छ यो टिचर्स ट्रेनिङ एसिस्टेन्ट ट्रेनिङ गर्दा र यो काउन्सिलिङ गर्दा पनि मुख्य चाहिँ यो कम्युनिकेसनले भूमिका खेल्दो रहेछ कि जति हामीले एक्सप्रेस गर्न सक्यो त्यसले गर्दा हाम्रो भित्रको कुराहरू पनि निस्किने र समस्याहरू हल हुँदै जाँदो रहेछ। र परिवारमा पनि रिस उठ्यो भने हामी बोल्दैन नि त, नबोलेपछि अब के कारणले नबोलेको हो त्यो थाहा नै हुँदैन। तर यदि हामीले यो कुरामा मलाई चित्त बुझेन, यो गर्नु पर्यो भनेर हामीले टेबल टक गरेर हामीले त्यसलाई अगाडि लग्यो भने चाहिँ त्यो ठुलो समस्या पनि एकदम सजिलोसँग हामीले समाधान गर्न सक्दो रहेछ। तर हामी जब रिस उठेर अथवा केही चित्त दुखाएर हामी बोलेन भने चाहिँ त्यसकोले झन् ठुलो रूप लिँदो रहेछ। अनि त्यसले गर्दा झन् एक हप्तासम्म नबोल्न पनि सकिने, अनि त्यसले झन् ठुलो रूप लिने त्यस्तो देखेको भएर चाहिँ मैले आफ्नो अनुभवमा चाहिँ जे आफूलाई चित्त बुझ्दैन त्यो एकदमै छिटो एक्सप्रेस गर्ने अथवा भन्ने, यो कुरा मलाई चित्त बुझेन, यो कुराले मलाई दुखी बनायो भनेर आफूले घर परिवारमा पनि त्यो सेयर गर्न सक्यो भने, कुरा गर्यो भने चाहिँ एकदमै सजिलो हुँदो रहेछ एउटा कुरा। अनि अर्को चाहिँ बच्चाहरूसँग पनि त्यो मैले बच्चाहरूलाई पढाउँदाखेरि चाहिँ याद गरेको एभ्री सिङ्गल उनीहरूको मुखमा हेरेर फेसमा हेरेर उनीहरूले के भन्न लागेको छ अथवा के भन्न चाहिँ हिचकिचाइरहेको छ त्यो चाहिँ बुझेर अनि त्यसलाई चाहिँ के भन्न लागेको हो भनेर सोध्यो भने चाहिँ त्यो बच्चाले चाहिँ भन्दो रहेछ। गर्दाखेरि हामीले चाहिँ यो बोल्नुपर्ने आफ्नो यो कम्युनिकेसनमा एक्सप्रेस गर्नुपर्ने कुराहरू चाहिँ एकदमै सजिलो हुँदो रहेछ। आज चाहिँ एकदम राम्रो टपिक्स कुरा भयो, थोरै मैले पनि आफ्नो सेयर गर्न पाएँ। थ्याङ्क यू सो मच। हजुरको दिदीमा मलाई एउटा कुरा एड पनि गर्नु मन लाग्यो क्या। अनि स्पेसली अहिलेको हुन्छ नि साउथमा बस्ने नेपाली हुन्छ नि कपालहरूमा चाहिँ मैले के समस्या देखेको छु भने चाहिँ कोही बेला चाहिँ हुन्छ नि दुईजना कपालमा एकअर्काले आफ्नो भावनाहरू व्यक्त गर्न सकेन भने चाहिँ हुन्छ नि बुढा बोल्दैन बुढी बोल्दैन भनेर चाहिँ आफ्नो साथीहरूसँग चाहिँ सल्युसन माग्छ क्या होइन। अनि स्पेसली हाम्रो काम गर्दाखेरि चाहिँ हाम्रो काममा चाहिँ हुन्छ नि गोरा गोरेनीहरू हुन्छ है। अनि सोद्धाखेरि हुन्छ नि मेरो बुढाले हेरेन मेरो बुढाले हेरेन छोड्दैन तँ पनि कमाउने भएको छ त के भर पर्नुपर्छ भनेर भन्छ क्या।
अनि त्यसले गर्दा पनि कसो भन्नाले समस्या भनेको घरभित्रै सुल्झाउनुपर्छ कि यदि तपाईँलाई कोही मान्छेसँग चित्त बुझिन्छ भने चाहिँ फेस टु फेस भन्ने कोही बेला ख्याल पनि राख्नुपर्छ कोही बेला टाइम ठिक हुँदैन कोही बेला इन्भाइरोमेन्ट ठिक हुँदैन तर हुन्छ नि ख्याल राखेपछि हुन्छ नि प्लिज मलाई एउटा कुरा गर्नु पर्यो होइन मलाई यो समस्या भयो कुरा गर्न ठिक छ भनेर हुन्छ नि पकाएर इन्भाइरोमेन्ट ठिक गरेर कुरा गऱ्यो भने चाहिँ राम्रो हुन्छ अनि त्यसले गर्दाखेरि चाहिँ कस्तो हुन्छ भने त्यो एउटा कस्तो भन्नाले ब्रेक र कम्युनिकेसन जति कस्तो भन्नाले यो कम्युनिकेसन भनेको चाहिँ एउटा धागो जस्तै हो क्या जब धागो अडिरहनको लागि चाहिँ हुन्छ नि यदि यो कम्युनिकेसन ब्रेक भयो भने चाहिँ फेरि जोड्दाखेरि चाहिँ धागो बनाउँदाखेरि चाहिँ गाँठो चाहिँ पर्छ क्या है त्यो गाँठोले चाहिँ कोही बेला हामीले कम्युनिकेसनमा अर्को जरुरी इम्पोर्टेन्ट कुरा के छ भने फोगिभ र फोगेट गर्नु पनि सिक्नुपर्छ कोही बेला कम्युनिकेसन गर्दाखेरि 12% ठिक भनेर पनि हुँदैन कोही बेला हुन्छ नि कम्युनिकेसनमा अर्को स्किल्स भनेको सरी भन्नु पनि जान्नु पर्दो रहेछ कि जस्तै अब रिलेसनसिपहरू राम्रो हुन्छ भने कोही बेला हुन्छ नि कम्प्रोमाइज पनि गर्नु सक्नु पर्दो रहेछ त्यो पनि सबै पार्ट चाहिँ कम्युनिकेसनमा चाहिँ आउँदो रहेछ है दिदीले राम्रो कुरा गर्नुभयो कि यो कम्युनिकेसन अनि स्पेसली कम्युनिकेसन भनेको बोली भनेको चाहिँ हाम्रो चाहिँ 10 to 20% मात्रै हुन्छ नन भर्बल कम्युनिकेसन चाहिँ 80% जति हुँदो रहेछ कि अहिले अघिको हजुरको कुरामा चाहिँ बच्चाहरूसँग पढ्दा बस्दाखेरि चाहिँ हामीले बच्चाकै भाषामा बोलिदिने अथवा लय हालेर कुनै चिज गर्यो भने चाहिँ तिनीहरूले टिप्न पनि सजिलो अनि उनीहरूलाई अलिकति इन्ट्रेस्ट पनि लाग्ने अब जस्तै हाम्रै पाराले मात्र एकहोरो गर्यो भने चाहिँ उनीहरूको छिट्टो इन्ट्रेस्ट हराउँदो रहेछ भन्ने पनि थाहा भयो कि त्यसको लागि म एउटा सानो उदाहरण दिन्छु है मेरो छोरी 4 वर्षको छ क्या है अनि 4 वर्षले भन्छ कि ओ ड्याड हुन्छ नि आई लभ ड्रागन भन्छ क्या ड्रागन एन्ड युनिकर्न हुन्छ नि अनि मैले चाहिँ के भन्नु भने ओ रियली ड्रागन युनिकर्न टेल मी मोर अबाउट इट भनेर एउटा एक्साइटमेन्ट देखायो भने उसले हुन्छ नि नजानी जानी पनि बोल्नु कोसिस गर्छ अनि उनीहरूकै हुन्छ नि त्यो भनेको चाहिँ म्याचिङ हो क्या कम्युनिकेसनमा जस्तै अब उनीहरूकै लेभलमा आएर उनीहरूकै शब्दहरू बोल्यो भने चाहिँ कम्युनिकेसन ओपन हुन सजिलो हुन्छ तर कोही बेला हुन्छ नि यो म्याच भएन भने चाहिँ अलिकति तलमाथि भयो भने चाहिँ बच्चाहरू चाहिँ अलिकति हुन्छ नि क्लोज हुन्छ क्या क्लोज भयो भने चाहिँ ओपन गर्न चाहिँ गाह्रो हुन्छ यो चाहिँ यसको मेरो आफ्नो अनुभवमा चाहिँ के जस्तो अब मैले अब यो चाहिँ के भन्छ मल्टिफेथ अर्गनाइजेसनमा काम गरेको अब निकै वर्ष भयो नि त अनि यसबाट सिकेको गर्दाखेरि पनि अनि गर्दाखेरि चाहिँ अब लिडरसिप हुँदाखेरि त्यसको चाहिँ अब भनौँ न त्यसको पोस्ट लिएर लिडरसिप गर्दाखेरि चाहिँ कस्तो हुन्छ भने विभिन्न तरिकाको चाहिँ अब मान्छेहरू भेटिन्छ नि त त्यसमा अब हामीले अहिले बच्चाको एक्जाम्पल दिउँ त होइन बच्चालाई गर्दा चाहिँ कहिलेकाहीँ चाहिँ यस्तो हुन्छ हामी नलेजमा पनि कतिको मेच्युरिटी छ होइन कतिको कुन लेभलमा छ नलेजमा पनि एकाडेमिक लेभलमा हुन्छ कि त होइन मान्छेको चाहिँ उमेरमा मात्रै होइन कि यो अरूमा पनि गर्दाखेरि कुन लेभलको मान्छे छ हामीले कसरी बोल्नुपर्छ अनि कहिलेकाहीँ चाहिँ हामीले कस्तो हुन्छ नि त्यसमा मैले सिकेको र अनि मान्छेहरूलाई मैले भन्ने तरिका चाहिँ कस्तो भनेदेखि अहिले गोमा बहिनीले भने जस्तै जस्तो अब भनौँ न कुनै चाहिँ अब यो मल्टिफेथकै उस मैले एक्जाम्पल लिँदाखेरि चाहिँ कुनै चाहिँ भर्खरै जन्मेको एउटा भनौँ न संस्था अथवा ठाउँ भयो अरे होइन अनि जस्तो लन्डनहरूमा चाहिँ एकदमै ठुलो एकदमै 20औं वर्ष 30औं वर्षदेखि चाहिँ चलाइरहेको एउटा भनौँ न मल्टिफेथ एउटा चाहिँ सानो एउटा सेन्टर भयो अरे है त्यहाँ चाहिँ ग्रुप भयो अरे त्यहाँनिर उनीहरू त्यो भनेको चाहिँ कस्तो थियो उनीहरू चाहिँ उनीहरूको चाहिँ भनौँ न प्र्याक्टिसहरू उनीहरूको गर्ने तरिकाहरू फरक हुन्छ होइन धेरै कुरा भन्नु अगाडि बढिसकेको हुन्छ नि त अनि कुनै ठाउँमा चाहिँ नयाँ खोलेर भर्खरै जन्मी त्यसलाई त सानो बच्चैकै रूपमा लिनुपर्छ नि त अनि मेरो उसमा चाहिँ कस्तो भने अब त्यो लन्डनको देखेर लन्डनको अब हामी चाहिँ एउटा एज अ लिड गर्नुपर्ने भने लन्डनको देखेर लन्डनको ठुलो कुरा देखेर चाहिँ त्यो सानो ठाउँमा जाँदाखेरि यो तिमीहरूको भएन भनेर चाहिँ त्यो गर्नुको सट्टामा अघि जस्तो जुन चाहिँ गोवा बहिनीले भन्नुभयो हामीले लेभल हेरेर उनीहरूको अनि तपाईँले पनि भन्नुभयो त्यो जुन चाहिँ उनीहरूको अनुसार एउटा ड्रागनको कुरा गर्दा त्यस्तो एक्साइटमेन्ट देखायो त्यो अनुसार त्यो लेभलमा गएर हामी गर्नुपर्छ भन्ने चाहिँ अनि भन्नुभयो गर्दाखेरि चाहिँ कस्तो खाले मैले मेरोमा चाहिँ पास्ट उसमा एक्सपिरियन्स के आयो भनेदेखि त्यो गर्दाखेरि चाहिँ कुनै उसले चाहिँ व्यक्तिले चाहिँ अब त्यो ठुलो ठाउँमा देखेर त्यो सानो एक्सपेक्टेसन मान्छेको चाहिँ कस्तो हुन्छ नि त्यही ठ्याक्कै त्यस्तै हुनुपर्छ भनेको अनि मेरो भनाइ चाहिँ किन त्यो बेबी खाले चाहिँ एउटा भर्खरै त्यो हुन्छ त्यसलाई त अब त्यही लेभलमा आफू पसेर
अनि त्यसलाई चाहिँ त्यो ठुलो लेभलमा लानुको लागि चाहिँ त्यही लेभलमा बसेर बिस्तारै बिस्तारै अनि उनीहरूलाई चाहिँ ग्रो गराउँदै गराउँदै त्यो लेभलमा लाने हो नि त होइन गर्दाखेरि अनि मैले त्यसलाई चाहिँ फेरि त्यही ठ्याक्कै बच्चाकै रूपमा चाहिँ हामी चाहिँ 5 वर्षको बच्चासँग हामीले चाहिँ केही सिकाउनु पर्छ भने त्यो हाम्रो उमेर चाहे 20 30 40 वर्ष हो भने हामीले चाहिँ 5 वर्ष हामीले आफैलाई 5 वर्षमा त्यो लेभल लगेर उनीहरूको लेभलमा बसेर अनि हामीले चाहिँ उनीहरूलाई सिकाउन बल्ल सकिन्छ नत्र भन्दा हाम्रो चाहिँ 20-40 वर्षको उमेर बनाउने अनि त्यो 4-5 वर्षको बच्चालाई हामी चाहिँ उनीहरूको लेभलमा बसेर उनीहरू त्यो बच्चाले सिक्दैन नि होइन उनीहरूकै लेभलमा बसेर सिकाउनु पर्यो नि त त्यो सँगसँगै मैले एउटा कुरा एड पनि गर्न चाहेँ कि है जस्तै हाम्रो मेडिकल टर्ममा चाहिँ हामी चाहिँ कुनै पनि हुन्छ नि म्यानेजमेन्ट भन्नाले कुनै पनि कुराहरू गर्दाखेरि चाहिँ दुईटा कुरा चाहिँ हामी जहिले पनि सोच्छौँ क्या आइडियाज र एक्सपेक्टेसन है तपाईँको विचारमा के हो है तपाईँले हामीले यो कम्युनिकेसन गर्दाखेरि चाहिँ तपाईँको हुन्छ नि एक्सपेक्टेसन चाहिँ के छ है त्यो तपाईँको आइडियाज र एक्सपेक्टेसनलाई क्लियर भयो भने चाहिँ कम्युनिकेसन गर्नु पनि सजिलो हुन्छ कोही बेला चाहिँ हुन्छ नि जस्तै अब म कोहीसँग कुरा गरेँ भने जस्तै भनौँ म एउटा पेसेन्टसँग कुरा गरेछु जसको चाहिँ डिमेन्सिया हुन सक्ने सम्भावना छ नि होइन त्यो फ्यामिलीले पहिले डिमेन्सिया बारे सबै पढेर आइसकेको हुन्छ कि है त्यो पढेर आइसकेको हुँदा कोही बेला हुन्छ नि उनीहरूले जानेको कुरा मैले भनेर पनि फाइदा छैन त्यही कारण चाहिँ मैले चाहिँ उनीहरूलाई चाहिँ आइडिया सोध्नुपर्छ क्या होइन तपाईँले यो डिमेन्सिया सस्पेक्ट गरेछ भने तपाईँले के रिसर्च गर्नुभएको छ के पढ्नुपर्छ भन्छ त्यो गरेपछि चाहिँ यदि उहाँहरूलाई थाहा छ भने चाहिँ कुन कुरा चाहिँ हुन्छ नि ठिक हो कुन कुरा ठिक होइन भनेर उनीहरूको र मेरोको चाहिँ एउटा म्याचिङ हुनुपर्छ क्या आइडियाजहरू है त्यसपछि यो हामीले कुरा गरेकोमा तपाईँले हुन्छ नि के प्राप्त गर्न चाहनुहुन्छ त्यो एक्सपेक्टेसन भयो भने एक्सपेक्टेसन पनि मिट हुनसक्छ क्या कोही बेला चाहिँ हामीले कुनै कुनै कम्युनिकेट गर्दाखेरि चाहिँ कोही बेला हामीले आइडियाज र एक्सपेक्टेसन बिग्रियो भने चाहिँ मलाई चाहिँ लाग्छ कि मैले सबै कुरा गरेको छु जस्तो लाग्छ तर पेसेन्टले चाहिँ हुन्छ नि यो हुन्छ भनेर चाहिँ आएको हुन्छ त्यो समस्या चाहिँ स्पेसली मैले केमा देखेको छु भने यो अहिलेको हुन्छ नि हाम्रो समस्यामा बिहे गर्ने हुन्छ नि बिहे गर्दाखेरि केटाकेटीहरू भेट्ने हुन्छ नि गर्दाखेरि केटाकेटीहरू भेट्दाखेरि आइडियाज र एक्सपेक्टेसन सोध्दैन क्या होइन पहिलो आयो राम्रो अनुहार देख्यो पहिलोचोटिमा राम्रो लाग्यो दोस्रोचोटिमा राम्रो तेस्रोचोटिमा नराम्रो लाग्नु थाल्छ क्या अनि बिहे भएपछि व्यर्थमा मैले बिहे गरेछु भनेर पनि हुन्छ सो त्यसै कारणले कम्युनिकेसनमा आइडियाज एक्सपेक्टेसन्स र ओपन क्ल्यारिटी होइन एडजस्ट अनि त्यसपछि हामीले कम्युनिकेसन गर्दाखेरि बडी ल्याङ्ग्वेज पनि गरिरहनुपर्छ कि हेरिरहनुपर्छ कोही बेला म कोहीसँग कुरा गर्दाखेरि मेरो मैले यस्तो हेर्छु कि पेसेन्टको आँखा तल हुन्छ यता हुन्छ उता डोलाएर हुन्छ यसले सोच्यो भने मैले भनेको कुरा यसले बुझेको रहेन रहेछ भनेर म भन्छ नि इज इट नट क्लियर टु यु हुन्छ नि इज द एनिथिङ यु वान्ट टु आस्क भनेर म पज गर्छु क्या कोही बेला बडी ल्याङ्ग्वेजहरू हुन्छ नि कोही बेला यस्तो हात खेलाइरहेछ भने यसलाई के भन्नु मन लागेको छ कोही बेला गरेछ भने यसलाई के इम्पोर्टेन्ट भन्न लाग्यो तर भन्न अप्ठ्यारो भइरहेछ भने म त्यो इन्भाइरोमेन्ट चाहिँ कम्फर्टेबल चाहिँ बनाउन सक्नुपर्छ क्या सो हामीले कम्युनिकेसन गर्दाखेरि आफ्नो अगाडिको मान्छेको बडी ल्याङ्ग्वेजहरू पनि हेर्नुपर्छ जस्तै अब कसैले यस्तो फोल्ड गरेछ भने चाहिँ यो मान्छे चाहिँ बिट ओपन चाहिँ छैन है यो मान्छेले के लुकाइरहेछ भनेर हुन्छ कोही बेला यस्तो मुख गरेछ भने यसलाई के भन्नु मन लागेको छ तर केले चाहिँ यसलाई भन्नु दिएको छैन भनेर हुन्छ कि मुखमा यस्तो हात राखिरहेछ भनेर होइन सो कम्युनिकेसनमा नि धेरै प्रकारको हुन्छ र यो भनेको चाहिँ प्र्याक्टिस नगरेसम्म थाहा हुँदैन सोनु भाइलाई केही प्रतिक्रिया छ होला यसमा भन्नु लागिसक्यो तर उहाँले पनि यसो गरेर के भन्नु नमस्ते हजुर भनेर सबैजनालाई होइन मेरो एक्सपेक्टेसन त त्यही नै थियो आजको जस्तै नयाँ कुरा केही थाहा पाइन्छ नयाँ नयाँ कुराहरू अनि आज पनि सिकेँ मैले नयाँ 3 आवर भन्नुभएको थियो त्यो पनि राम्रो लाग्यो हजुरहरूको एक्सपिरियन्स पनि सेयर गर्नुभयो थ्याङ्क यू एकदम राम्रो थियो भन्नाले हामी जस्तो यङ मान्छेहरूकोलाई अब भनौँ न एक्सपिरियन्स सुन्न पाउनु पनि एउटा राम्रो कुरा हो त्योबाट पनि सिकिन्छ धेरै कुराहरू थ्याङ्क यू हजुर सबैजनालाई म एउटा उदाहरण दिन्छु है मेरो एउटा पेसेन्ट छ कि है त्यो पेसेन्ट चाहिँ यति रेसिस्ट छ क्या मलाई देख्ने बित्तिकै के भन्छ भने यु चाइनिज बास्टर्ड आई हेभ गिभन यु च्यारिटी यु चाइनिज इफ यु कम इन फ्रन्ट अफ मी आइ एम गोइङ टु पन्च यु भन्छ कि
है। अब त्योसँग बोल्न पनि एउटा च्यालेन्ज छ नि। अब म गएर हुन्छ नि वाइ डिड यु कल मी चाइनिज भनेर यस्तो सुरु गरेर मलाई बक्सिङ दिन्छ क्या है। सो मैले कुरा गर्दा पनि म कसरी कुरा गर्छु भने त्यस्तोलाई चाहिँ हाम्रो मेडिकल टर्ममा चाहिँ बाइपोलर भन्छ क्या। धेरै कुरा बोल्ने, यता बोल्ने उता बोल्ने। अनि मेरो यहाँ स्किन कलर देखेछ, मेरो यहाँ गोरो छ, तेरो यहाँ ब्राउन छ, त्यो ब्राउन कलर मेरो अगाडि किन आएछ होइन, तँलाई रेफ्युजी ल्यायो भनेर मलाई कराउँछ क्या है। अब त्यस्तो पेसेन्टलाई मैले कम्युनिकेट गर्दाखेरि चाहिँ मेरो चाहिँ कस्तो छ भने कस्तो गर्न उसले बोल्दाखेरि म कहिले ऊ अलिकति पज हुन्छ अनि म बोल्नु भनेर हुन्छ नि पज हुन्छ। कोही बेला उसको म्याच अगाडि भएछ भने म म्याच गरेर एक स्टेप तल गरिदिन्छु क्या। जस्तै उसले मलाई चाइनिज बास्टर्ड भने चाहिँ ओ इन्ट्रेस्टिङली यु सेन्ड मी चाइनिज बास्टर्ड भनेपछि उसको लेभललाई म घटाइदिन्छु क्या बोल्दाखेरि। अनि उसलाई म्याच गरेर उसलाई मैले चाहेको कम्युनिकेसन चाहिँ हुन्छ नि मेरो यो डान्स जस्तै ऊ चाहिँ डिफ्रेन्ट टाइपमा डान्स गरिरहेछ, उसको उसको ताललाई म म्याच गरेर तल ल्याएर मेरो तालमा नचाउनु कोसिस गर्छु क्या। यो चाहिँ एउटा एडभान्स फर्म अफ कम्युनिकेसन हो क्या। अनि हाम्रो फाइदा चाहिँ जस्तै म एउटा कन्सल्टेन्ट साइकाट्रिस्ट भएको कारणले चाहिँ मेरो यो एक्सपिरियन्सले चाहिँ मेरो फ्यामिली लाइफलाई चाहिँ धेरै मद्दत गर्छ क्या। भनौँ अब डिफिकल्ट पेसेन्टहरू ह्यान्डल गर्ने, डिफिकल्ट कन्भर्सेसनहरू ह्यान्डल गर्ने। जस्तै अब डिप्रेस भएको चाहिँ बोल्नै चाहँदैन नि होइन, बिस्तारमा लडिरहेको हुन्छ यसरी हुन्छ नि। अनि हाउ आर यु फिलिङ आई डोन्ट वान्ट टु टक टु यु, यु गो आउट भन्छ नि होइन। वाइ डु भनेर हुन्छ नि उसलाई तानेर, उसलाई चाहिँ मेरो कम्युनिकेसनमा तानेर उसलाई चाहिँ बोल्नु लाउनुपर्छ कि ओ इन्ट्रेस्टिङ वाट ह्यापन। जस्तै उदाहरणको लागि मसँग एउटा पेसेन्ट छ क्या, जो चाहिँ उसलाई चाहिँ आफै चाहिँ एफबिआईको पुलिस अफिसर ठान्छ क्या, 80 वर्षको बुढो, अनि हातभरि चिप छ भन्छ क्या है। अब त्यो पेसेन्टलाई अब म बोल्दाखेरि उसकै हुन्छ नि दुनियाँमा जानु पर्यो नि होइन। अनि मैले भने ओ इन्ट्रेस्टिङली तिमी त पुलिस अफिसर रहेछ है, कसरी हातमा आयो होइन, कहिले आयो भनेर म कुरा गर्नुपर्छ क्या। अब त्यो कम्युनिकेसन भन्दाखेरि मैले त्यो तरिकाको उसकै लेभलमा गएँ भने उसले मलाई कुरा भन्छ क्या। तर अब मैले उसलाई भने नि हुन्छ नि त 80 वर्षको कसरी पुलिस हुनसक्छ, तेरो कसरी चिपाउन सक्छ भने न्यु खोज्यो भने ऊ बोल्दैन क्या है। सो कम्युनिकेसन गर्दाखेरि उसकै वेभ लेन्थ र योमा म्याच गर्न पनि जरुरी छ। जबसम्म यो हामीले प्र्याक्टिस गर्न सक्यो भने चाहिँ हाम्रो रिलेसनसिप यो कम्युनिकेसन्सहरू चाहिँ हाम्रो चाहिँ एउटा चाहिँ ह्याप्पी लाइफ हुनु चाहिँ हुन्छ नि। यो कम्युनिकेसनलाई हामीले प्ले गर्न सक्यो भने चाहिँ यु विल हेभ अ भेरी ह्याप्पी लाइफ। सुषमा दिदीको के एक्सपिरियन्स छ होला त्यस्तो? एक्सपिरियन्स थुप्रै छ। बिरामीहरूसँग काम गर्दाखेरि धेरै तरिकाको हुन्छ कि एक्सपिरियन्स। अब तर कस्तो भने यो जबदेखि कम्युनिटीमा काम गरेर गर्दाखेरि चाहिँ अब कम्युनिकेसन कुरा आयो नि त होइन। गर्दाखेरि अब हामीलाई त यस्तो हुन्छ नि त, तिमीहरूले चाहिँ यस्तो यस्तो टाइपको अब रिसोर्सेसहरू युज गरेर पाथवे यो हुन्छ अनि यो तरिका गर्नुपर्छ, यो टाइपलाई यो स्किल युज गर्नुपर्छ भनेर। तर अब काम गर्दा गर्दा मैले सिकेको चाहिँ कस्तो भने पहिलो कुरा चाहिँ अब हाम्रो बडी ल्याङ्ग्वेज पनि भयो होइन। कम्युनिकेट गर्दा अब रिल्याक्स गरेर उनीहरूलाई चाहिँ मेन कुरा त उनीहरूको ट्रस्ट जित्नु पर्यो सबभन्दा पहिलो कुरा होइन। बिरामी आउँदाखेरि चाहिँ उनीहरूलाई पहिलाको चाहिँ ट्रस्ट हुँदैन क्या हामीप्रति, त्यो ट्रस्ट जित्नु सक्नु पर्यो। अनि गर्दाखेरि चाहिँ कस्तो कस्तो मान्छेहरू आउँदैन, म भगवान्को कृपा पनि भन्छु, एउटा रिलिजियस टाइपको मान्छे भएको हुनाले होइन, एउटा स्पिरिचुअल भएको हुनाले चाहिँ एउटा भगवान् कृपा पनि भन्छु। कस्तो कस्तो एकदमै मान्छे आउँदा पनि मलाई देख्दा चाहिँ एकदमै उनीहरूलाई चाहिँ सायद म प्रति उनीहरूलाई पिटी पनि फिल हुन्छ होला नि यो चाहिँ एकदमै उ छ कमजोर छ त्यस्तो, अब एकदमै सफ्टी छ भन्ने फिल हुन्छ होला क्या। गर्दाखेरि आफै लचक्क भएर आउँछ होइन। गर्दाखेरि बोल्दा चाहिँ उनीहरूलाई चाहिँ एउटा पहिलो कुरा चाहिँ सबभन्दा मेरो टार्गेट चाहिँ उनीहरूसँग सफ्टली गरेर उनीहरूलाई पहिला एकछिन उनीहरूको अब्जर्भ गर्ने, उनीहरूलाई बोल्ने मौका दिने। अनि एकदमै बोल्दाखेरि टोन एकदमै सफ्ट टोन गरेर बोलिदिने होइन। गर्दाखेरि उनीहरूको हुन्छ नि, उनीहरूले चाहिँ गर्दाखेरि चाहिँ यसलाई चाहिँ योसँग चाहिँ मेरो केही डर छैन भने त्यहाँबाट स्टार्ट हुन्छ होइन, मेरो आफ्नो अनुभवमा सेयर गरेको। अनि त्यसपछि उनीहरूलाई चाहिँ के फिल हुन्छ भने के भएर आउँछ भने चाहिँ यिनीहरूको आएपछि यिनीहरूको के छ, यिनीहरूले चाहिँ हामीलाई यो गर यो यस्तो गर भनेर उनीहरूको अर्डर मान्नुपर्छ भने त्यो धारणा लिएर आएको हुन्छ क्या बिरामीले चाहिँ। अनि कतिले चाहिँ हुन्छ यिनले भन्छ किन मान्छु र भन्ने त्यस्तो पनि हुन्छ नि त, त्यस्तो टाइपको पनि सोच लिएर आएको हुन्छ। अनि गर्दाखेरि अब कम्युनिकेसन बिस्तारै गर्दै जाँदाखेरि चाहिँ नि के हुन्छ भने मेरोमा के छ, हाम्रो यहाँ कसरी गर्ने भनेर त्यो हुँदैन कि
वाट यु निड होइन वाट इज एक्सपेक्टेसन तिमीहरूलाई चाहिँ के चाहिने हो होइन त्यो अनुसारले अनि त्यसपछि आउट ट्राई माई बेस्ट होइन मद्दत गर्नलाई अनि यदि मसँग त्यस्तो खाले छैन भनेदेखि आउट ट्राई होइन के अरे एक्सप्लोर गर्ने के छ कसो त्यो अनुसारले गर्छु एकदमै के हुन्छ नि बुकिस टाइपको यो पाथवे छ भनेर त्यो अनुसार चाहिँ म जान्न तिमीलाई केमा चाहिँ आफूले चाहिँ इम्प्रुभ गर्नु मन छ के चाहिँ तिमी के को तिमीले चाहिँ के चाहिँ तिम्रो गोल लिएर आएको छौ होइन भनेर त्यो कुरा गरेर बिस्तारै कुरा गर्दै गएपछि अनि बल्ल अनि उनीहरूको अनुसारले अनि आफ्नो पनि मिलाएर अनि उसमा चाहिँ के मध्यस्थमा लगाएर चाहिँ त्यो अनुसारले अनि काम गर्ने गर्दाखेरि चाहिँ एकदमै सजिलो हुँदो रहेछ कि न कि अब भनौँ न अब यो खालि यस्तो छ यो गर्नलाई चाहिँ यही हुनुपर्छ मेरै कुरा चाहिँ तिमीले चाहिँ गर्नुपर्छ मैले भनेकै मान्नुपर्छ मैले जे तिमीलाई के अरे यो यस्तो खाले चाहिँ एडभाइस गरेछु त्यही तिमीले सुन्नुपर्छ होइन कि उनीहरूको तरिका कुन चाहिँ उनीहरूलाई वर्क गर्छ उनीहरूलाई चाहिँ के तरिकाले चाहिँ के अरे काम गर्छ त्यो पहिला हामीले बुझेर अनि त्यसो गर्ने भने चाहिँ कम्युनिकेसन चाहिँ अब त्यही होला नि त अब त्यसरी गर्छु मेरो यो तपाईँको दिदीकोमा मलाई दुइटा कुरा एड गर्नु मन लाग्यो क्या तपाईँको कम्युनिकेसनमा चाहिँ एउटा अनेस्टी र हम्बलनेस छ क्या है सो कम्युनिकेसनमा अनेस्टी र हम्बलनेस भयो भने चाहिँ कसो भन्नाले तपाईँको कम्युनिकेसनमा एउटा कसो भन्नाले खुट्टाको टेस्ट लागेको जस्तै हुन्छ कि है सो हामीले हाम्रो कम्युनिकेसनमा के पनि ध्यान दिनुपर्छ भने कोही बेला एउटा फ्लेभर पनि हुँदैन क्या डिफ्रेन्ट फ्लेभर्सहरू जोड्नु पनि सक्नुपर्छ है अनि कम्युनिकेसनको राम्रो सिक्ने भनेको चाहिँ कसो भन्नाले तपाईँले हुन्छ नि आफ्नो सर्कलमा राम्रो कम्युनिकेसन भेटाउनु भएन छैन भने मुभिजहरू हेर्नु है मुभीहरूमा कोही बेला एक्टरहरू हुन्छ नि जस्तै अब मलाई सबसे भन्दा मनपर्ने भनेको चाहिँ अमरेश पुरी हो क्या अमरेश पुरीको त्यो बेस भोइस छ है अनि त्यसपछि तपाईँको राजेश हमालको त्यो भोकल टोन छ है सो तपाईँले हुन्छ नि डिफ्रेन्ट एक्टर्सहरू डिफ्रेन्ट क्यारेक्टर्सहरूबाट तपाईँको भोकल टोनहरू कसरी प्ले गर्न सक्नुहुन्छ है एउटा इन्डियाको एउटा राजमौनी भन्ने छ कि त्यो पहिलाको ओल्ड एक्टर हो होइन तर उसको भोइसमा चाहिँ बेस छ क्या बेसले गर्दाखेरि चाहिँ इट फिल्स लाइक लिसनिङ टु द्याम क्या कोही बेला कोही टोनहरू टेक्सचरहरू हुन्छ नि कोही बेला मान्छेले के बोलेको छ इट डजन्ट म्याटर तर सुनिरहेर मन लाग्छ क्या है सो फ्लेभर्सहरू होइन अनि मोडुलेसन ट्राई टु प्ले विथ द भोकल टोन होइन त्यसले गर्दाखेरि कम्युनिकेसन राम्रो भयो भने पर्सनालिटी पनि एड हुन्छ क्या कोही बेला हुन्छ नि मान्छे त हेर्दाखेरि कस्तो हुन्छ नि नपत्याउँदो रहेछ हुन्छ नि च्यासै मर 5 फिट पनि रहेछ तर यो मान्छे त कस्तो राम्रो लाग्यो मलाई कस्तो मन पर्यो होइन बोली कसै मिठो रहेछ भनेर कोही बेला तपाईँले पर्सनालिटी र कम्युनिकेसनले तपाईँको लुक्सलाई पनि कम्पनसेट गर्नुहुन्छ कि त्यो चाहिँ ध्यान राख्नु पर्यो है अनि कोही मान्छेहरू हुन्छ नि 6 फिट रहेछ यति ह्यान्डसम रहेछ तर यसलाई त बोल्नै आउँदैन रहेछ क्या होइन यो त नचाहिने मान्छे रहेछ भन्छ नि है सो तपाईँले एउटा बोलै र कम्युनिकेसनले पनि मान्छेको हेर्ने दृष्टिकोणलाई पनि हुन्छ नि कतिको फरक पार्छ क्या अनि तपाईँले देख्नुहुन्छ नि कोही बेला यति राम्रो केटी छ कस्तो नचाहिँदो केटा छ भन्छ नि ल परेको बे गरेको भनेर नपत्याउँदै हुन्छ किनभने यस्तो हेर्दाखेरि त्यो मान्छेको कम्युनिकेसन राम्रो हुन्छ त्यो मान्छेले राम्रो फिल गराउँछ सो कम्युनिकेसनले कोही बेला हुन्छ नि आफ्नो नभएको कुरालाई पनि कम्पनसेट गरेर हुन्छ नि एउटा सुनलाई चम्काएको जस्तै गरिदिन्छ क्या कम्युनिकेसन सो हामीले यो कम्युनिकेसनलाई चाहिँ कहिले पनि इग्नोर गर्नुहुन्न क्या त्यसलाई एउटा कुरा भन्छु ल मेरो आफ्नो अनुभवमा धेरै अगाडि तर कसैलाई पनि त्यो गर्नु खोजेको होइन कि एउटा चाहिँ एकजना म भन्दिनँ को के कहाँको भनेर भन्दिनँ होइन एकजना चाहिँ अन्त अफेन्ड नहोस् कोही पनि है एकदम डक्टर मान्छे क्या एकदमै डक्टर मान्छे थियो होइन एकदमै कालो कति नराम्रो त्यस्तो खाले एकदमै नराम्रो तर एकदमै टप डक्टर के अनि एकजना चाहिँ एकदम जजमेन्टल नहुनु त सरी मैले रियल भनेको अनि कम्युनिकेसन कुरा त्यहीबाट अनि यो रियल घटना हो कि रियल घटना हो होइन अनि एकजना चाहिँ को के भनेर भन्दिनँ कि अनि एकजना चाहिँ राम्री यति राम्री होइन मान्छे पनि हिसी पऱ्यो कि राम्री गोरे होइन अनि केटा चाहिँ एकदमै काले रहेछ तर कस्तो कम्युनिकेसनको कुरा गर्दा चाहिँ त्यो चाहिँ टेलिफोनबाट कन्ट्याक्ट भएर यति बोली यति मिठो रहेछ म जस्तै मिठो रहेछ क्या त्यो टेलिफोनमा के अनि गर्दाखेरि त टेलिफोनमा बोली अब कन्ट्याक्ट गराएर
टेलिफोनमा बोली अनि उसले त केटीले त एकदम मन परायो एकदमै राम्रो कति मिठो बोली यहाँ त्यहाँ भन्यो अनि जब अनि मान्छे चाहिँ फेस टु फेस भएन क्या त्यो चाहिँ के फेस टु फेस भएन अन्त पछि जब अब बिहा अनि सबै मन पराएर टेलिफोनमै एकदमै माया प्रीति बस्यो क्या त्यो हुने गरेर माया प्रीति बस्यो अनि बसेपछि लास्टमा बिहा गर्ने बेला चट्टै हेरेको त मान्छे त अर्कै रहेछ कि मैले मात्रै सुन्दर रहेछ खालि जोको भट्ट त रियल घटना है सो कम्युनिकेसनले पनि हुन्छ नि कम्युनिकेसनले गरेका धोका पनि दिँदो रहेछ आश्वादी दिदीको कुरामा मैले थोरै कुरा गर्न चाहेँ अब यो रिलेसनसिप बिल्ड गर्नको लागि पनि त 3C चाहिन्छ भन्ने सुनेको थियो नि त त्यो मध्ये एउटा पर्यो के जस्तै कमिटमेन्ट कम्प्रोमाइज र कम्युनिकेसन भन्छ नि त्यसमा चाहिँ कम्युनिकेसनले पनि बिल्डअप भयो नि त रिलेसन त्यही भयो होला सायद त्यो कम्युनिकेसन चाहिँ हामीले चाहिँ इग्नोर चाहिँ गर्नुहुन्न क्या अब कम्युनिकेसन भयो भने भएन भने चाहिँ कस्तो भन्नाले तपाईँले एउटा तरकारी बनाउनु भयो तर नुन लाउनु बिर्स्यो क्या है मासु यस्तो मिठो मासु बनाएर हेर्दाखेरि राम्रो राम्रो छ तपाईँले नुन हाल्नु बिर्स्यो भने त्यो खल्लो हुन्छ घाँटीबाटै निल्दैन क्या है त्यसलाई कम्युनिकेसन गरेर चाहिँ ओहो मैले कस्तो हेर्नु न मैले त यहाँनिर आज के अरे त्यहाँ म उसमा भयो कस्तो त्यहाँ डिस्ट्र्याक्ट भएर त मैले त्यो नुन सरी ल मैले नुन हाल्नु बिर्सेछु भने नुन थप्दियो भने फेरि कति मिठो भयो तरकारी फेरि पुगेन कम्युनिकेसन सो कम्युनिकेसन भनेको चाहिँ नभई नहुने कुरा हो तर याद राख्नु कि कोही बेला नबोल्ने मान्छेले पनि हातको इसाराले पनि मान्छेहरू पठाउँछ क्या हुन्छ नि हातले कम्युनिकेसन बडी ल्याङ्ग्वेज होइन अनि त्यो भन्दाखेरि मैले रिसेन्टको हामीले चाहिँ यो अहिले जुन चाहिँ हामीले नेपालमा ट्रिप गऱ्यो नि त मेडिकल क्याम्पको होइन अनि गर्दाखेरि फर्स्ट डेमा चाहिँ अनि म फर्स्ट टाइम हामीले चाहिँ दरबारको त्यो मलाई आएको थिएँ अनि त्यहाँदेखि त हामी 7-8 जना डक्टरहरूसँग चाहिँ गयौँ क्या खानालाई त्यही नयाँको के अरे के नाम थियो त्यही नयाँ ठ्याक्कै दरबारमै खुलेर चाहिँ नयाँ रहेछ क्या त्यहाँ गयौँ त्यहाँनिर अनि खानालाई अर्डर गऱ्यौँ अनि खानाहरू सबै ल्यायो पछि त अनि सबैजना हातले म त यसो गर्छ इसारा गरेर यसो गर्छ है कि अनि अनि मैले त यिनीहरू त एक्टिङ गरे जस्तो लाग्यो नि त सुरुमा त अनि पछि त उनीहरूको सबै डेफ रहेछ क्या त्यो अनि त्यो रेस्टुरेन्ट नै त्यो डेफ चलाएको क्या तर अनि यति राम्रो कि तपाईँले अहिले भन्दा त्यो याद आयो क्या त्यो हातले कम्युनिकेसन अनि इसाराले हुन्छ नि त्यो गरेर अनि गर्दाखेरि त एकदमै त्यो यति मिठो सुनिएको क्या त्यो सुनिएको देखिएको क्या त्यो बोल्नै नपर्ने रहेछ क्या त्यो नबोलेर पनि कम्युनिकेसन कति राम्रो क्या गर्दाखेरि अनि फेरि अनि हामी सबैलाई त्यो खाना त्यहाँ बसेर खाएको चाहिँ ओ हामीले चाहिँ धेरै ठुलो भनौँ न त्यो यति आनन्द आयो नि त त्यहाँ आएर अन्त गएर खानु र त्यहाँ खाँदाखेरि के कमसेकम त्यो के अरे बहिरा समाज भए पनि उनीहरू चाहिँ आफ्नो मेहनत गरेर त्यहाँनिर होइन कस्तो गर्दा एकदमै प्राउड फिल भयो क्या त्यो कस्तो अर्कै संसारमा गयो जस्तो लाग्यो क्या त्यस्तो फिल भयो क्या अनि तपाईँले यो म्युजिक भिडियोमा नि मुभीहरूमा देख्नुहुन्छ नि है अनुहार चाहिँ राम्रो हुन्छ तर यो स्वर चाहिँ अर्कोले दिएको हुन्छ नि त्यसले गर्दा पनि पर्सनालिटीहरू डिफ्रेन्ट बनाइदिन्छ नि जस्तै अब तपाईँले सलमान खानकोमा अब अरिजित सिंहको स्वर लाएर त्यो मान्छेलाई अर्कै देखाइदिन्छ क्या तर अब सलमान खानलाई आफ्नै स्वरले गीत गाउनु पायो भने हेर्दाखेरि ओ छ्या यस्तो मान्छे पनि गीत गाउँछ भन्छ नि होइन त्यो तपाईँले स्वर र एउटा धुनी या कम्युनिकेसनले पनि मान्छेको तपाईँको हेर्ने दृष्टिकोणलाई फरक बनाइदिन्छ क्या अनि तर यो तपाईँको यो कम्युनिकेसन भनेको चाहिँ प्र्याक्टिस बिना चाहिँ हुँदैन है अनि प्र्याक्टिस बढ्दाखेरि चाहिँ गल्तीहरू हुन्छ है गल्तीहरू हुँदाखेरि चाहिँ नडराउनु जस्तै म चाहिँ मेरो कम्युनिकेसन इम्प्रुभ गर्नको लागि चाहिँ म जहिले पनि भिडियो टेप गर्छु कि है अनि जस्तै अब मेरो एमडिटीहरू पनि कोही बेला भिडियो टेपहरू हुन्छ क्या अनि म सकेपछि चाहिँ झन्डै 1 घन्टापछि चाहिँ म मेरो आफ्नै कम्युनिकेसनहरू हेर्छु क्या है अनि म भन्छु ओह यो बेला मैले यो भनेको भए ठिक हुन्थ्यो म यतिखेर म अलिकति हुन्छ नि अलिकति म अनस्टेडी भएको रहेछ म अलिकति चिचाएको रहेछ क्या मैले अलिकति स्वर कम्ती गरेँ अनि त्यसले गर्दाखेरि चाहिँ अनि म जर्नलहरू गर्छु क्या अनि त्यसले गर्दाखेरि चाहिँ ओहो भनेर हुन्छ जस्तै अझै मैले यो पहिला 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 प्रेजेन्ट गर्दाखेरि चाहिँ मैले के महसुस गरेको थिएँ भने म बोल्दाखेरि जहिले पनि ओकेहरू लाउँथेँ अहहरू गर्थेँ क्या जब मैले भिडियो टेप गर्नु थालेँ त्योहरू मैले हटाउनु थालेँ क्या त्यसले गर्दाखेरि अहिले चाहिँ म पज दिन्छु अनि कोही बेला हामी पज दिँदा पनि एउटा कम्फर्ट चाहिँ हुनुपर्छ क्या जस्तै अब बोल्दाखेरि म अलिकति पज गर्छु नि त्योमा पनि म कम्फर्ट हुनुपर्छ क्या र त्यो कुराहरू चाहिँ रिफ्लेक्ट नगरेसम्म चाहिँ नहुँदो रहेछ क्या अनि रिफ्लेक्ट चाहिँ एकदमै इम्पोर्टेन्ट लाग्यो कि काम गर्दा गर्दै प्रत्येक दिनमा चाहिँ सिकाइ जस्तो आजको हाम्रो यो
कुराकानीमा चाहिँ हाम्रो यो कम्युनिकेसन जुन चाहिँ हामीले कुरा गरिरहेको छौँ त्यसमा पनि धेरै कुरा सिकिएको छ नि त गर्दा प्रत्येक क्षणमा प्रत्येक दिनमा चाहिँ हामीले सबैबाट सानोदेखि ठुलोसम्म सबैजनासँग सबै कुराबाट इभन एनिमल्सबाट पनि सिकिन्छ धेरै कुराबाट सिकिन्छ क्या कम्युनिकेसन भनेको कुरा चाहिँ कि अनि प्रत्येक कुरा चाहिँ मैले एउटै कुरा जानेको चाहिँ के भने यो अब जस्तो अब रेस्पोन्ड गर्ने कुरा एउटा भयो होइन अनि गर्दाखेरि अर्को चाहिँ यो रिफ्लेक्ट गर्ने चाहिँ एकदमै आवश्यक छ कि प्रत्येक मैले इच टाइम चाहिँ बानी नै भइसक्यो त्यसलाई चाहिँ एउटा ह्याबिट नै बनाइसकेँ मैले होइन गर्दाखेरि चाहिँ प्रत्येक बिरामीलाई भन्न ऊ गरिसकेपछि उनीहरूसँग इन्टरभेन्सन गरिसकेपछि अनि फेरि मैले रिफ्लेक्ट गर्छु क्या के गरेँ मैले के ठिक गरेँ होइन अथवा के बेठिक गरेँ कि मैले केमा त्यसमा मेरो इम्प्रुभ गर्ने के छ मेरो आजको कस्तो भयो भने आफैले आफैलाई चाहिँ सोध्ने अनि रिफ्लेक्ट गर्ने त्यो बानी अनि जे गर्दाखेरि पनि एकदमै अलिकति रिफ्लेक्ट गर्ने बानी चाहिँ गर्नुपर्ने रहेछ क्या त्यसले गर्दा धेरै हामीलाई सिकाउँछ अहिले तपाईँले भन्नुभयो नि अब बोल्दाखेरि पनि त्यो हुन्छ नि एक बेला मतलब गर्ने बानी के कहिलेकाहीँ चाहिँ अर्काको कपी गर्ने बानी हामीले गर्छौँ अर्काले गरेको मनपर्छ त्यो गर्छौँ गर्दा हामीले एक्ज्याक्टली त्यो गर्दा त्यही व्यक्तिलाई राम्रो सुट गरेछ भने हामीलाई सुट नगर्नु सक्छ क्या गर्दाखेरि त हामीले त्यो हजुर अर्ग्यानिक देख्दैन क्या अर्को जस्तै देख्दैन तर एउटा कुरा चाहिँ कस्तो भन्नाले अरूको सिक्ने तर आफ्नो व्यक्तिगत आफ्नो वेबाट ढाल्नु सिक्नु आफ्नो पर्दो गएर रहेछ ढाल्न सिक्नु पर्ने रहेछ त्यो गरेर कहिले हामीले ठ्याक्कै अर्काको गर्दाखेरि कस्तो राम्रो साउन्ड गर्छ नि कसै त उनीहरूको स्टाइल हुन्छ नि त्यो चोर्छौँ हामीले तर त्यो हामीलाई पनि सबैलाई त्यही स्टाइल सबैलाई सुट हुन्छ सुट भने गर्दैन जस्तै अब डक्टर गुरुङ दिदी र अनि डक्टर गुरुङले भन्दै गर्दाखेरि जस्तै हामीले कहिलेकाहीँ अब बोल्दै गर्दाखेरि कसैलाई अलिकति मन दुखाउने किसिमले गरियो अरे होइन कुरा अनि त्यस्तो बेलामा अब हामीले कुरा त गरिसक्यौँ अब त्यो फर्किने कुरा पनि आएन अब त्यो मान्छेसँग अब भेट भएन अरे धेरै पछि भेटिएला अरे अथवा त्यति बेला भेटिएन अब घर आइसकेपछि त आफूलाई पछि त हुन्छ होइन ला के भने कसो भने त्यस्तो बेलामा चाहिँ कस्तो खालको आफूले आफूलाई कसरी चित्त बुझाउने त्यसको लागि चाहिँ म तपाईँलाई एउटा तपाईँलाई म त्यसको लागि चाहिँ म एउटा सिम्पल उदाहरण दिन्छु है पहिला मैले त्यस्तै भएर चाहिँ एउटा साथीसँग चाहिँ म झन्डै 10 वर्ष बोलेको थिएन कि है मैले चाहिँ कसो भन्नाले बोलीमा उसलाई मैले प्याच भने क्या तिमी त बुढो भइसकेको रहेछ किन बिहे नगरेको भने कि अनि त्यो शब्दले चाहिँ उसलाई चाहिँ धेरै चित्त दुखेर मलाई चाहिँ के भन्यो भने तिम्रो काम पाउँदैन अर्को व्यक्तिगत कुरामा तिमीले किन चाख लाग्ने भनेर मलाई मुख छाडे क्या है अनि त्यतिखेर चाहिँ म अलिकति अबुझ भएको थिएँ क्या त्यो 2000 2013तिर अनि हामी झन्डै 10 वर्षसम्म बोलेको थिएन अनि मैले उसलाई जति कन्ट्याक्ट गरेँ पनि ऊमा कन्ट्याक्टै हुँदैन थियो अनि म नेपाल गएको थिएँ क्या नेपाल गर्दाखेरि चाहिँ उसको मैले घर थाहा पाएँ कि है अनि घरमा टक्क गएर मैले भने तिमीसँग म बोल्नु मन लागेको छ तिमी बाहिर आऊ भने अनि किन बोल्नु पर्दैन मसँग झस्किरहेको छ अनि मैले म तिमीलाई मोमो खुवाउँछु नि भनेर ल है अनि त्यसपछि मैले चाहिँ के भने हेर होइन मैले तिमीलाई पहिला भनेको मलाई अहिलेसम्म चित्त दुखिरहेछ क्या है मैले त्यो भन्न चाहेको होइन तर आइएम भेरी भेरी सरी म त्यतिखेर अबुझ थिएँ मैले भनेको कुरामा तिमीलाई केही चित्त दुख्यो भने म अहिलेदेखि तिमीलाई सरी भन्छु क्या है म तिमीलाई जति सरी भन्यो भने तिमीलाई चित्त बुझेन भने पनि ठिकै छ तर यदि मैले तिमीलाई सरी भन्यो भने चाहिँ एटलिस्ट मेरो मनको शान्त हुन्छ है तिमीले मलाई फोगिभ गर्नु छ छैन तिम्रो अधिकार हो होइन त्यो तिम्रो अधिकार म छिन्न चाहँदैन तर एटलिस्ट त्यो गऱ्यो भने म एउटा राम्रो साथी चाहिँ गुमाउन चाहँदिनँ भनेको थिएँ क्या अनि त्यसपछि ऊ पनि हाँस्यो म पनि हाँसेँ क्या अनि मैले भने आऊ मोमो खानु जाउँ भने अनि त्यसपछि हामी ओपन कुरा भयो क्या अनि त्यसपछि कोही बेला चाहिँ कस्तो हुन्छ भने तपाईँले त्यस्तो अभोइड गर्नु त सक्दैन प्रब्लम त हुन्छ किनभने हामी ह्युमन बिङ हो गल्ती सबैबाट हुन्छ तर कोही बेला कस्तो हुन्छ भने गल्तीलाई महसुस गरेर हुन्छ नि ओपन भएर कुरा गर्नु पनि त्यो डिफिकल्ट कन्भर्सेसनबाट पनि डराउनु हुँदैन अब तपाईँले हुन्छ नि तपाईँले माफ माग्यो अब त्यो मान्छेले गरेन भने एटलिस्ट तपाईँले हुन्छ नि 100% दियो भनेर त आफूलाई चित्त बुझाउन सक्नुहुन्छ नि त्यो मान्छे मानोस् नमानोस् त्यो मान्छेको जिम्मा हो क्या तर आफूले सक्नुपर्ने कुरा चाहिँ गर्यो भने चाहिँ यदि मनको चाहिँ सन्तोष चाहिँ हुँदो रहेछ भने त्योबाट चाहिँ मैले महसुस गरेँ एकदम ठिक हो यसैमा एउटा एड गर्नु मलाई के अरे मैले चाहिँ एकचोटि कस्तो भएको थियो नि गल्तीबाट हामीले सिक्दो रहेछ कि कम्युनिकेसन पनि एकपटक कस्तो भने अब म यो साईमा भएपछि चाहिँ मलाई फेरि मान्छे नचिन्ने मान्छे सायद नै होला कि धेरैले
सुषमा दिदी भनेर चिन्ने, सुषमा सायराम भनेर चिन्ने। अनि म चाहिँ फेरि सितिमिति म फेरि एकदमै अनुहारमा हेरिने चलन छैन होइन, गर्दाखेरि अब त्यो मान्छेलाई एकदम रेगुलर भेट्नु पर्यो चिन्नको लागि, नत्र सितिमिति नचिने गर्दा एक दिन चाहिँ म टाउनमा गएको थिएँ, निकै अगाडि कुरा हो। टाउनमा गएको थिएँ, जाँदाखेरि एउटा बहिनीले मलाई सायराम दिदी भनेर भन्नुभयो क्या। अनि फेरि म चाहिँ एकदमै कस्तो जे भित्र छ, जे दिमागमा छ, जे भित्र छ त्यही हुन्छ कि मेरो, त्यसलाई बनाएर भन्ने एकदमै बानी छैन क्या त्यो। अनि अनि त्यसपछि अनि सायराम बहिनी भने के सायराम बहिनी भने, त्यसपछि अनि मैले अनि अब जस मुसुक्क हाँसेर सायराम बहिनी भने त्यसमा सकिएन क्या। अनि त्यो बहिनी उभिरहनु भयो, अनि मलाई हेर्नु भयो, अनि मैले बहिनीको अनुहार त कहाँ चिनेको हो, त्यो त फिल त भयो, मलाई त नाम बिर्सेँ क्या मैले त्यो बहिनीको। अनि चिन्नु भयो नि भनेर भने क्या मलाई। अनि अनि मैले फेरि अनि हजुर भनेर भने कि अनुहार त चिने तर नाम बिर्से बहिनीको भनेर भने क्या मैले। त्यो अब अनेस्ट भयो भने म फेरि त्यो अनेस्ट पनि कहिलेकाहीँ काम गर्दैन रहेछ क्या, ट्रुथ बोल्दाखेरि पनि। अनि यस्तो रिसाउनु भयो क्या मसँग, मलाई नचिन्ने तपाईँले मेरो नाम बिर्सिदिने, भन्दिनँ मेरो नाम भनेर मसँग कस्तो रिसाएर गयो क्या। त्यो बहिनी गइसकेपछि पछि झसङ्ग अब ओ माइ गड त्यो बहिनी फल्लो फल्लो बहिनी है। अनि भएर चाहिँ अनि त्यो बहिनी चाहिँ बसेर रिसायो क्या, मसँग बोल्दै बोलेन क्या। अनि पछि त्यो बहिनीलाई चाहिँ बहिनी के अरे नाम त थाहा पर्ने, म बोल्दिनँ जानु तपाईँले मलाई नचिन्ने भनेर भन्नुभयो कि। त्यहाँदेखि मैले के रियलाइज गरेँ भने मेरो आफ्नो गल्ती के हो भने मैले नाम त थाहा भएन भन्नु नहुने रहेछ क्या। त्यतिखेर गर्दाखेरि उसलाई पनि हर्ट फिल भयो होला नि त, मैले एकदमै चिने दिदी चिने भनेर भने मलाई चाहिँ नचिने रहेछ भन्ने एउटा फिल भयो होला। त सधैँ कन्ट्याक्ट हुँदैन थियो होइन। त्यहाँदेखि चाहिँ अनि मैले के सिकेँ भने मलाई नाम थाहा भन्यो भने अनि अरूमा डिस्ट्र्याक्ट गराउने क्या, नमस्ते भने नमस्ते, सायराम भन्नु सायराम, चिन्नु हो नि चिने सबै ठिकै हुनुहुन्छ के छ कसो छ भनेर अरूतिर डाइभर्ट गराउने क्या, नामतिर ध्यान दिने होइन क्या। जिन्दगी सिकायोहरू त्यो, त्यहाँदेखि बच्नु थालेँ म चाहिँ। त्यो चाहिँ एउटा सिक्ने हो। अनि एडभान्स कम्युनिकेसनमा के भन्छ भने कोही बेला हामीले ह्युमर पनि युज गर्नुपर्छ कि है। ह्युमरहरू कोही बेला डिस्प्लेसमेन्टहरू युज गर्नुपर्छ। कोही बेला चाहिँ कस्तो हुन्छ भने अलिकति टेन्स मोमेन्ट भएको भए कोही बेला हुन्छ नि साइड अलिकति ह्युमरले अलिकति पङ्चर गऱ्यो भने कम्युनिकेसन पनि इजी हुन्छ। अब तपाईँ भन्नु नि तपाईँको त्यो यसो गऱ्यो भने त्यसमा डिफ्रेन्ट वेजहरू पनि अप्लाई गर्न सक्नुहुन्छ क्या होइन। मैले त तपाईँसँग ठट्टाओ गरेँ त तपाईँको नाम त मलाई थाहा छ नि त्यति होइन। रिसाएर गइसक्यो त। अनि त्यसपछि बोल्न अनि के अरे बुद्धि आयो नि त मेरो। मैले फेरि कहिलेकाहीँ चाहिँ मैले त्यो स्ट्रेट फरवर्ड बोल्ने बानीले गर्दाखेरि क्या त्यो अलिकति राम्रो चाहिँ हुँदैन रहेछ कि, चिप्लो गरेर बोल्नु हुँदैन। अनि स्ट्रेट जे छ त्यही बोल्दाखेरि त्यसले पनि कहिलेकाहीँ समस्या, कम्युनिकेसनमा चाहिँ समस्या चाहिँ आउने रहेछ। अनि त्यहाँबाट मैले के सिकेँ भने मैले अब नामतिर भन्दाखेरि पनि के छ कसो छ भनेर त्यो अब मान्छे अनुसारको ठिकै हुनुहुन्छ ल सन्चै हुन्छ भनेर अर्कैतिर डिस्ट्र्याक्ट गरेर चाहिँ आफूले नाम थाहा छैन केही थाहा छैन भने चाहिँ नमस्ते गरेर हाँसेर अरू टपिक्समा चाहिँ त्यसमा चाहिँ डिस्ट्र्याक्ट गराउने कि त्यो सिकेँ क्या मैले। अनि त्यो गरेर चाहिँ धेरै बचेँ त्यहाँ त्यसपछि कि। गोमा दिदीलाई त्यसको एन्सर त पाउनु भयो होला नि, गोमा दिदीले सोधेको क्वेसन। गयो नि पाउनु भएको छ। हजुर पाएँ हजुर, थ्याङ्क यू। त्यसै कोही बेला हुन्छ नि गल्ती भयो भनेर महसुस पनि गर्नुपर्छ कि। अनि कोही बेला चाहिँ कसो हुन्छ भने हाम्रो कम्युनिकेसनमा एउटा कुरा ख्याल पनि राख्नुपर्छ कि केही कुराहरू हाम्रो कन्ट्रोलमा हुन्छ, केही कुराहरू हाम्रो कन्ट्रोलमा हुँदैन क्या है। र जुन कुराहरू हाम्रो कन्ट्रोलमा छ त्योमा मात्रै फोकस गर्नु, जुन कुराहरू हाम्रो कन्ट्रोलमा छैन त्योमा फोकस गरेर टाउको दुखाएर हुन्छ नि भएको कल पनि जान्छ होइन, राति निन्द्रा पनि लाग्दैन होइन। सो कोही बेला चाहिँ कस्तो हुन्छ भने हामीले गर्नु सक्ने गऱ्यो भने 100% भने ठिक छ। अब अरू पर्सन रियाक्ट गर्यो रिसा मेरो जिम्मा होइन भनेर छोड्दिनु क्या है। यो संसारमा सबैलाई ह्याप्पी राख्नु पनि सक्दैन। संसारलाई पुरै ह्याप्पी राख्यो भने सबैभन्दा अनह्याप्पी मान्छे चाहिँ आफै हुन्छ। भेरी ट्रु। त्यही भनेर आज चाहिँ एन्ड गर्नुपर्छ होला कुरा गरेर हजुर एकदमै राम्रो। मलाई चाहिँ के अरे दाइले जुन के अरे आफ्नो एउटा एक्सपिरियन्स क्लायन्टको एक्सपिरियन्स सेयर गर्नुभयो त्यो ठ्याक्क टोनमा पुगेर उसको म्याचिङ टोनमा पुगेर अनि काम डाउन लिएर आएर आफ्नो टोनमा आफ्नो तरिकाले प्ले गर्ने भन्ने कुरा चाहिँ एकदमै नयाँ जस सिक्न पाएँ। अरू धेरै उदाहरणहरू सबै हाम्रो एकदमै धेरै धेरै धन्यवाद हाम्रो गोमा दिदीज्यूलाई पनि आफ्नो एक्सपिरियन्सहरू सेयर गर्नुभयो। यो कुराहरू
सिक्न पाउँदा एकदमै खुसी पनि लाग्यो र आज यो कम्युनिकेसन भन्दाखेरि एकदमै सहज टपिक लाग्ने गर्छ र हामीले एकदमै हेलचेक्राइ भनौँ न एक हिसाबमा त्यति वास्ता नगर्ने विषय हो, तर कम्युनिकेसनको महत्त्व कतिको रहेछ भन्ने कुरा चाहिँ आज हाम्रो मेडिकल पर्सपेक्टिभबाट पनि थाहा पाउन सक्यौँ भने साथसाथै एउटा सामाजिक रूपमा र एउटा प्यारेन्टल रूपमा अनि एउटा टिचरको रूपमा पनि कम्युनिकेसनको महत्त्व चाहिँ कतिको छ भन्ने कुराहरू जान्न पाएँ। एकदमै खुसी लाग्यो दाइ। यसरी नै यो हाम्रो कुराकानीमा जोडिनुहुने सम्पूर्णले पनि केही न केही नयाँ कुरा सिक्नुभयो होला भन्ने आशा राखेका छौँ र साथसाथै हामीलाई फेसबुकबाट लाइभ हेर्नुहुने सम्पूर्णले पनि आजको यो मौखिक संवाद अथवा यो कम्युनिकेसनको हाम्रो दिनचर्यामा र हाम्रो लाइफमा एउटा रिलेसनसिप बिल्ड गर्नको लागि कतिको महत्त्वपूर्ण हुन्छ भन्ने विषयलाई चाहिँ छर्लङ्ग प्रस्तुति गरिदिनु भएकोमा आजको प्रमुख वक्ता हाम्रो डाक्टर देवमन गुरुङज्यूलाई पनि हृदयदेखि नै धन्यवाद दिन चाहन्छौँ र फेरि अर्को हप्ता तपाईँहरू समक्ष भेट्ने बाचाको साथमा हाम्रो कुराकानी परिवारलाई बिदा दिनुहोला। हस्त धन्यवाद। यो भाइलाई यो एउटा